साथीहरु नमस्कार है। हामी एकैछिनमा सुरु गर्दैछौँ है। साथीहरु नमस्कार है। सम्पूर्ण साथीहरुलाई हार्दिक नमस्कार। मलाई सुनिराख्नु भएको छ लेखिदिनुस् त एकपटक। सम्पूर्ण साथीहरुलाई हार्दिक नमस्कार गर्न चाहन्छु अनि आजको कार्यक्रममा स्वागत पनि गर्न चाहन्छु। म अलिकति बाहिर भएको हुनाले पोखरातिर छु अनि तपाईहरुलाई यसो अन्तर्क्रिया गरौँ भन्ने हिसाबले म जोडिए पनि अलिकति यहाँ पानीको कारणले गर्दाखेरि लाइटमा पनि अलिकति समस्या भएको छ है। तर यहाँ मलाई मधुर मधुर देख्नु भएको होला, तर यसलाई तपाईहरु मेरो आवाज प्रष्ट सुनिराख्नु भएको छ भन्ने मैले अपेक्षा पनि गरेको छु। आराम हुनुहुन्छ? सम्पूर्ण साथीहरु पुनः एकपटक हार्दिक नमस्कार गरे स्वागत गर्न चाहन्छु आजको यो कार्यक्रममा। आज हामी शिक्षक सेवा आयोग अन्तर्गत अध्यापन अनुमति पत्र माविको अध्यापन अनुमति पत्र जुन तपाईहरुको भदौमा परीक्षा हुने भनेर विज्ञापन आएको छ, त्यो विज्ञापनलाई मध्यनजर गर्दै सम्पूर्ण साथीहरुलाई ओटिस मार्फत यहाँलाई हामीले कस्तो कक्षा प्रदान गर्छौं के गर्छौं भन्ने कुराहरु जानकारी दिँदै यहाँलाई एउटा ओरिएन्टेसन कार्यक्रम यहाँलाई हामीले दिँदै र यो ओरिएन्टेसन कार्यक्रममा ओटिस मार्फत यहाँहरुले कस्तो खालको तयारी कक्षाहरु पढ्न पाउनुहुन्छ, यहाँहरुले पढ्दाखेरि तपाईहरुले पाठ्य सामग्रीहरु के हामी उपलब्ध गराउँछौं। योभन्दा अगाडि पनि धेरै विद्यार्थी साथीहरु सफल हुनु भएको थियो र यो सफल हुनु भएको भनेर भनिरहँदाखेरि मैले माध्यमिक तहको अथवा निम्न माध्यमिक तहको लाइसेन्सको मात्र कुरा गरेको होइन है। लाइसेन्सको मात्र कुरा गरेको होइन, यो तपाईहरुको जस्तो तपाईहरुले भनौं न यो शिक्षक सेवा आयोगको माध्यमिक तहको अनुमति पत्र अथवा निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रमा तपाईहरुले परीक्षा के तपाईहरुले परीक्षा दिइरहँदाखेरि अथवा तपाईहरुले तयारी गरिरहँदाखेरि यो माध्यमिक तहको अथवा लाइसेन्सको मात्र तयारी होइन, यसले तपाईहरुलाई भोलि शिक्षक सेवा आयोगको प्रथम पत्रमा पनि यसले तपाईहरुलाई ठूलो सहयोग गर्नेछ। प्रथम पत्रमा पनि यहाँहरुलाई सफल बनाउने हिसाबले अहिलेदेखि एउटा बाटो तय गरेर अहिलेदेखि एउटा तपाईहरुलाई एउटा बेस बनाएर तपाईहरुलाई भोलि शिक्षक सेवा आयोगको प्रथम पत्रमा पनि एकदमै ठूलो सहयोग गर्ने हिसाबले हाम्रो पाठ्य सामग्रीहरु तपाईहरुलाई हामीले उपलब्ध गराउने जमर्को सहित हामी तपाईहरु सामु उपस्थित भएका छौं। र यो भनिरहँदाखेरि तपाईहरुलाई ओटिस मार्फत के प्रदान हुन्छ भन्ने कुराहरु यहाँहरुलाई पक्कै पनि जान्न मन लागेको होला। ओटिस मार्फत यहाँहरुलाई हामीले स्टुडियोमा रेकर्ड गरेको ध्यान दिनुस् है। आजको कार्यक्रम किन पनि महत्त्वपूर्ण छ भने तपाईहरुले जहाँ जोडिदै हुनुहुन्छ, जुन संस्थामा जोडिदै हुनुहुन्छ त्यो संस्था बारे बुझ्नुपर्ने, त्यो संस्थामा कसरी अध्यापन हुन्छ भन्ने कुराहरु एकदमै धेरै महत्त्वपूर्ण कुरा र यही सिलसिलामा तपाईहरुले हामीले ओटिस मार्फत स्टुडियोमा रेकर्ड गरेको हाई क्वालिटीको रेकर्डेड भिडियो क्लास उपलब्ध गराउँछौं। यो रेकर्डेड भिडियो क्लास यहाँहरुले अफलाइनमा पढ्न पाउनु भयो। यो रेकर्डेड भिडियो क्लास यहाँहरुले साँझ बिहान दिउँसो राति कुन बेला यहाँहरुलाई पढ्न अनुकूलता मिल्छ त्यो समयमा यहाँहरुले त्यो भिडियो कक्षाहरु पढ्न पाउनु भयो। र
र यो भिडियो कक्षाहरु तपाईको परीक्षासम्म रहन्छ। तपाईहरुले परीक्षासम्म त यो भिडियो कक्षाहरु जुनसुकै बेला पनि तपाईहरुले पढ्न पाउनुभयो। भन्न खोजेको तपाईहरुको भदौमा परीक्षा हुँदैछ भने तपाईहरु अहिले हेर्नुस् त जेठमा हामी छौं लाग्यौं भनौं न, जेठमा लाग्यो भन्नुको जेठमा लाग्यो भनेको जेठ असार साउन भदौ करिब 4 महिना यो भिडियो कक्षा तपाईलाई हामीले उपलब्ध गराउँछौं। यो 4 महिना सम्म तपाईहरु यो भिडियो कक्षा रिपिट गरी पढ्नुस्। र मेरो आग्रह त के छ, तपाईहरु आफै पनि एकदमै धेरै चिरपरिचित हुनुहुन्छ, तपाईहरु आफै पनि मूल्याङ्कन गर्नु भएको होला। तपाईले अहिले यो लाइसेन्सको लागि मात्रै भनेर नपढ्नुस्। तपाईहरुले यसलाई शिक्षक सेवा आयोगको प्रथम पत्रलाई टार्गेट गरेर पढ्नुस्। किनभने शिक्षा संविधान ऐन नियमावली आईसीटी र आईक्यू लगभग कोर्स कन्टेन्ट लगभग हुबहु मिल्छ भन्दा पनि हुन्छ। के त्यसमा अलिकति फरक होला, तर म्याक्सिमम कोर्स कन्टेन्टहरु सेम छ। त्यो हुनाले तपाईले यो अध्यापन अनुमति पत्रमा त प्रतिस्पर्धात्मक परीक्षा भएन। तपाईहरुले यहाँ जस पास नम्बर ल्याए पुग्यो अनि यो त पास नम्बर मात्रै ल्याए पुग्छ भन्ने हिसाबले नलाग्नु होला। किनभने शिक्षक सेवा आयोगको यो भन्दा अघिल्लो पटकको शिक्षक सेवा आयोग 2078 को यदि माध्यमिक तहको प्रथम पत्रको पास प्रतिशत हेर्नुहुन्छ भने 18% मात्रै छ। यो प्रथम पत्रको आयोगको प्रथम पत्रको पास पर्सेन्टेज हेर्नु भने 18% मात्रै छ। भन्नुको मिनिङ धेरै विद्यार्थी साथीहरु लाइसेन्स पास गरे पनि शिक्षक सेवा आयोगको प्रथम पत्रमा गएर उहाँहरुलाई समस्या परेको देखिन्छ। त्यो कारणले गर्दा यहाँहरुले यो लाइसेन्सको मात्रै होइन, यहाँहरुलाई हामीले प्रथम पत्रमा नै सफल बनाउने हिसाबले तपाईहरुसँग हामी जोडिएर हामी यो कार्यक्रमहरु सुरु गर्दैछौं। पक्कै पनि यो कार्यक्रमले यहाँहरुलाई हाम्रो यो सामग्रीहरुले यहाँहरुलाई पक्कै पनि सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं। यो मात्रै होइन, तपाईहरु हामीले के प्रदान गर्छौं भन्ने कुरामा स्टुडियोमा रेकर्ड गरेको हाई क्वालिटीको रेकर्डेड भिडियो क्लास उपलब्ध गराउँछौं। यसको एउटा डेमो तपाईहरुले यदि हेर्न चाहनुहुन्छ भने यसको म डेमो भिडियो देखाउन चाहन्छु है। Focus.com. Learn anywhere, anytime. ओके, अब हामी सिकाइको बारेमा छलफल गर्छौं। सिकाइ अलग्गै च्याप्टर हो। मनोविज्ञानको सन्दर्भमा कुराकानी गर्दाखेरि हामीले अरु विभिन्न विषयमा चर्चा गरेका छौं। अहिले सिकाइको अवधारणाको विषयमा, यसको अर्थ, परिभाषा र यसका अपवाद इत्यादि विषयमा यति बेला हामी चर्चा गर्छौं। सिकाइ के हो त? सिकाइ केलाई भन्ने? हामी सिकाइको सन्दर्भमा विभिन्न धारणाहरू व्यक्त भएको पाउँछौं। सिकाइलाई परिभाषित गर्ने विद्वानहरूले पनि सिकाइलाई आफ्नो आफ्नो ढंगले व्याख्या गरेका छन् र सिकाइ वास्तवमा हो कि भन्दाखेरि एउटै शब्दमा भन्दा चाहिँ व्यवहारमा आउने सकारात्मक परिवर्तन, छोटकरीमा हामी भन्न सक्छौं व्यवहारमा आउने सकारात्मक परिवर्तन। अब यो भिडियो चाहिँ साथीहरु तपाईहरुलाई यो यसरी नै तपाईहरुले भिडियो कक्षा पढ्न पाउनुहुन्छ है। र यो भिडियो कक्षाको समय के भन्ने पार्टमा तपाईले साँझ पनि पढ्न पाउनुभयो, बिहान पनि पढ्न पाउनुभयो, दिउँसो पनि पढ्न पाउनुभयो, राति पनि पढ्न पाउनुभयो, जुनसुकै बेला पनि पढ्न पाउनुभयो। र यो भिडियो कति पटक पढ्न पाइयो भनेर भन्ने सिलसिलामा यो भिडियो तपाईले रिपिट गरी तपाईले 10 पटक, 15 पटक, 20 पटक, कति पटक यहाँले पढ्न मन लाग्छ त्यो समयसम्म पढ्न पाउनुहुन्छ। यो भिडियोलाई तपाईहरुले डाउनलोड गर्न मिल्छ। डाउनलोड गरेर तपाईले सेभ गर्न मिल्यो। यो डाउनलोड गरेको भिडियो यहाँहरुले जुनसुकै बेला पनि यहाँहरुले पढ्न मिल्यो। र गजबको कुरो यो बिना इन्टरनेट अफलाइनमा पनि तपाईहरुले यो भिडियो कक्षा पढ्न सक्नुहुन्छ है। र यो भिडियोलाई तपाईले यसरी पढिसक्नु भएको छ, फरवार्ड गर्न सक्नुभयो, अगाडि बढाउन सक्नुभयो। यसलाई तपाईले आफूले भनौं न तयारी गर्दाखेरि कुनै पुस्तक यहाँहरुले पढिराख्नु भएको छ, पुस्तक पढ्दाखेरि जस्तो सिकाइ भन्ने टपिक पढ्नु भने पुस्तकबाट, हाम्रो भिडियोबाट, सर बोलेका कुराहरुबाट यहाँले आफ्नो नोट बनाउन सक्नुभयो। यो मैले किन पनि भनेको भने तपाईको टार्गेट भनेको शिक्षक सेवा आयोगको प्रथम पत्र पास गर्ने हो, लाइसेन्स मात्रै पास गर्ने होइन। त्यो अहिलेदेखि हामी नोट बनाएर आफ्नो हिसाबले के गर्ने तयारी गर्न सकियो है। यो भिडियो कक्षा तपाईलाई हामीले के गर्छौं, यस्तो खालको भिडियो कक्षाहरु तपाईलाई हामीले एकदम शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्रको माध्यमिक तहको र निम्न माध्यमिक तहको लाइसेन्सको टपिक वाइज खण्ड र उपखण्डको हरेक खण्ड र हरेक उपखण्डको यहाँहरुलाई पढ्न मिल्ने गरी हामीले यो भिडियो कक्षाहरु उपलब्ध गराएका छौं। र यो मात्रै होइन, तपाईले आज जुमको क्लासमा जानु होला, जुममा तपाईहरुलाई के भनिएको हुन्छ, हरेक दिन के भनिएको हुन्छ हेर्नुस् त, आजैबाट नयाँ भर्ना, आजैबाट नयाँ ब्याच, आजैबाट नयाँ कक्षा भनेर भनिएको हुन्छ। तर ध्यान रहोस्,
आज पनि त्यही हुन्छ, भोलि पनि त्यही हुन्छ, पर्सि पनि त्यही हुन्छ, पोस्ट त्यही पोस्ट हो, बुस्ट गरेको पोस्ट। तपाईँ भ्रम नपर्दैन होला कि हरेक दिन तपाईँको लागि भनेर नयाँ ब्याच सुरु गरेको हुँदैन। तपाईँले बिचमै राख्ने अन्य संस्थाहरूमा तपाईँ जोडिनु भयो भने तपाईँलाई बिचमै जोडाउने हो। के गर्ने हेर्नुहोस्, र त्यो धेरै पहिलादेखि ब्याच सुरु भएको हुन्छ, तपाईँ बिचमा जोडिनुहुन्छ, पछि फेरि पढाइन्छ भनेर भनिन्छ, पढाउने नपढाउने भन्ने कुरा हेर्नुहोस् त फेरि अन्धाधुन्द चलेको हुन्छ। तर हामीले तपाईँहरूलाई त्यो अनि सिलसिलाबद्ध रूपमा तपाईँहरूलाई हरेक चाहिँ खण्ड र उपखण्डको तपाईँहरूलाई भिडियो कक्षाहरू हामीले उपलब्ध गराएका छौँ है। ल, र यो भिडियो कक्षाहरू तपाईँले यसलाई फरवर्ड गर्न सकियो आफ्नो अनुकूलता अनुसार, साँझ बिहान दिउँसो राति पाउन सक्नुभयो। क्रो एन्ड क्रो को अनुसार क्रो एन्ड क्रोले के भन्छन् त भन्दाखेरि आदत या बानी, आदत ज्ञान र प्रवृत्तिहरूको प्राप्ति, ती नै यो सिकाइ हो। सिकाइ भनेको त्यस्तो चिज हो जसबाट आदत, ज्ञान, ह्याबिट, नलेज र एटिच्युडहरूको प्राप्ति हुन्छ। अब यस्तै खालको परिभाषा अर्का विद्वानले पनि दिएका छन्। बोजले पनि के दिए त, के परिभाषा गरे त भन्दाखेरि यसमा जीवन लागि आवश्यक जीवन निर्वाहका लागि, जीवन जिउनका लागि यो भिडियो तपाईँले यसरी पढ्न सक्नुभयो। यो भिडियो तपाईँहरूले साँझ बिहान दिउँसो राति जुनसुकै बेला मात्रै होइन, तपाईँलाई जस्तो हामीले उपलब्ध गराइरहँदाखेरि हरेक जस्तो टपिकको आइसिटीको पनि हामी यसरी उपलब्ध गराउँछौँ तपाईँहरूलाई। त्यसै गरी तपाईँहरूको शिक्षाको भयो होइन, यसरी तपाईँहरूलाई हामीले भिडियो कक्षाहरू उपलब्ध गराउँछौँ। एउटा म आइक्यूको तपाईँहरूलाई म एउटा भिडियो देखाउन चाहन्छु। र तपाईँलाई यो मात्रै होइन, जस्तो तपाईँहरूलाई हामीले यो हरेक दिन परीक्षा लिन्छौँ, हरेक दिन परीक्षा सहित तपाईँहरूलाई त्यसको फिडब्याक पनि हामी उपलब्ध गराउँछौँ। म एउटा आइसिटीको भिडियो तपाईँ आइक्यूको तपाईँलाई भिडियो कस्तो हुन्छ, मेरो लाइन गएको हुनाले अलिकति मैले यहाँ मेरो ब्लर आइरहेको होला, मेरो यहाँ ल्यापटपले काम गरिरहेछ। सो आइसिटीको के अरे आइक्यूको भिडियो के हुन्छ भन्ने पार्टमा म एउटा डेमो भिडियो देखाउन। Otis.com. Learn anywhere, anytime. नमस्ते साथीहरू, यहाँहरू सम्पूर्णलाई स्वागत छ। सामान्य बौद्धिक परीक्षण अन्तर्गत शब्द ज्ञान परीक्षण लिएर उपस्थित भएको छु र आज मैले तपाईहरुलाई विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा शब्द ज्ञान परीक्षणबाट प्रश्नहरू सोधिराखेको छ। यो प्रश्न वर्णानुक्रम होस् अथवा यो भिडियो तपाईहरुले यसरी फरवर्ड गर्न सक्नुभयो, अगाडि बढाउन पनि सक्नुहुन्छ है। अवस्था पछाडि किशोर अवस्था, राइट, किशोर अवस्था, त्यस पछाडि युवा, अनि के आउँछ, वृद्ध अवस्था आउँछ। यो हाम्रो चरणहरू, जस्तो कि मानिसको पहिला मान्छे के हुन्छ, शिशु, त्यस पछाडि के हुन्छ, बाल्य अवस्था आउँछ, उसको शिशु अवस्था पछाडि बाल्य अवस्था आउँछ। यसरी तपाईहरुले यो भिडियो कक्षाहरू हरेकको तपाईहरुलाई रेकर्डेड भिडियो क्लास पढ्न पाउनुहुन्छ र रेकर्डेड भिडियो क्लास जो साथीहरुले रेकर्ड गरेको रेकर्डेड भिडियो क्लास पढ्नुहुन्छ उहाँहरूले जुम मार्फत नियमित रूपमा हरेक दिन तपाईहरुलाई जुम मार्फत हामी कक्षा पनि प्रदान गर्छौं। रेकर्डेड भिडियो क्लास यहाँले लिनुभयो भने जुमको हरेक दिन हुने जुमको फुल क्लास यहाँले निशुल्क पाउनुहुन्छ। अन्यत्र संस्थाले तपाईहरुलाई जुमको क्लास उपलब्ध गराइरहँदाखेरि जुममा तपाईहरुलाई कक्षा प्रदान गरिरहँदाखेरि हामी तपाईहरुलाई त जुमको क्लास चाहिँ निशुल्क गर्छौं। तपाईहरुलाई निशुल्क जुमको क्लास पाउनुहुन्छ र यो मात्रै होइन, तपाईहरुलाई टपिक वाइज खण्ड र उपखण्डको एमसीक्यू को भिडियो कक्षा पनि तपाईले प्राप्त गर्न सक्नुहुन्छ। प्रशस्त पीडीएफ नोट पाउनुहुन्छ
र तपाईँहरूले हरेक दिन परीक्षा हुन्छ, तपाईँहरूको मोडल क्वेसन सेटमा आधारित रहेर परीक्षा हुन्छ। र यो सम्पूर्ण पाठ्यक्रमको पाठ्य सामग्री तयार पारिरहँदाखेरि नेपालको उत्कृष्ट प्रशिक्षक आदरणीय पुष्पराज ढकाल सर, उषा लामिछाने म्याडम, त्यसै गरी अशोक लामिछाने सर, त्यसै गरी हामीसँग आइक्यूमा विकास अधिकारी सर, उहाँहरूको टिमले तपाईँहरूलाई यो कक्षा अध्यापन गराउनु भएको छ। यो भिडियो क्लासहरू उपलब्ध छ र यसको मूल्य कति भनेर पनि धेरै साथीहरूले सोध्नु भएको रहेछ। तपाईँहरूले स्टुडियोमा रेकर्ड गरेको रेकर्डेड भिडियो क्लास, हरेक दिनको जुम क्लास तपाईँहरूलाई निःशुल्क प्रदान गर्दैछु। किन निःशुल्क भने तपाईँहरूले अन्यत्र संस्थाले तपाईँहरूलाई जुमको क्लास मात्रै पढाइरहँदाखेरि हामी रेकर्डेड भिडियो क्लास लिने साथीहरूलाई हामीले बाहिर संस्थाले दिएको जुमको क्लास हामी निःशुल्क उपलब्ध गराउँदैछौँ। भनेको हरेक दिन तपाईँलाई जुममा फुल पाठ्यक्रम फुल सिलेबस तपाईँहरूलाई हामी कभर गरेर यो कक्षा हामी अगाडि बढाउँछौँ। रेकर्डेड भिडियो क्लास पाउनुहुने भयो, जुमको क्लास पाउनुहुने भयो, एमसिक्यूको भिडियो क्लास पाउनुहुन्छ, त्यसै गरी तपाईँले पिडिएफ नोट पाउनुहुन्छ, त्यसै गरी तपाईँहरूले हरेक दिन परीक्षा हुन्छ र अभ्यास सेट पनि तपाईँहरूले प्राप्त गर्न सक्नुहुन्छ। यो सम्पूर्ण प्याकेजको फी 4000 रुपियाँ हो र तपाईँहरूले यो पर्सिसम्म तपाईँहरूले कक्षा लिनुभयो भने 3000 रुपियाँमा तपाईँहरूलाई हामीले यो भिडियो कक्षाहरू सम्पूर्ण भिडियो कक्षाहरू उपलब्ध गराएका छौँ। यसको मूल्य 4000 हो। तपाईँहरूलाई हामीले यो अफरमा तपाईँलाई 3000 रुपियाँमा हामीले यो उपलब्ध गराएका छौँ। सम्पूर्ण साथीहरूले कक्षामा भर्ना भएर यसको चाहिँ लाभ लिनु होला। तपाईँहरूले आफूलाई चाहिँ सफल हुनको लागि मलाई लाग्छ यति धेरै अर्गनाइज्ड तरिकामा नेपालको उत्कृष्ट प्रशिक्षकले तपाईँहरूलाई अध्यापन गराइरहँदाखेरि एउटा सुनौलो अवसर पनि हो। पुष्पराज ढकाल सर, उषा लामिछाने म्याडम धेरै अनुभवी हुनुहुन्छ, धेरै लामो समयदेखि दशकौँको उहाँको अध्यापन अनुभव रहेको छ, लेखक हुनुहुन्छ, प्रशिक्षक हुनुहुन्छ। यो टिमले तपाईँहरूलाई अध्यापन गराइरहँदाखेरि पक्कै पनि तपाईँहरूले आफूले सोचे जस्तो नतिजा हासिल गर्नको लागि र लाइसेन्स मात्रै होइन, आज हामी तपाईँ लाइसेन्सको लागि मात्रै भनेर पढाएको पनि होइन, तपाईँहरूलाई प्रथम पत्रमा पनि यसले चाहिँ सहयोग गरोस्, सहयोगी भूमिका खेलोस् भन्ने हिसाबले हाम्रो पाठ्य सामग्रीहरू तपाईँलाई प्रदान गरेका छौँ र यो पाठ्य सामग्रीहरू सम्पूर्ण साथीहरूले यसको चाहिँ उचित फाइदा लिनु होला। यति भन्दै म अब आजको कार्यक्रम अगाडि बढाइदिनु हुनको लागि एकदमै परिचित प्रशिक्षक आदरणीय पुष्पराज ढकाल सरलाई स्वागत गर्न चाहन्छु। सर नमस्कार, स्वागत गरेर अगाडि बढाउँ। सर नमस्कार। सर सर नमस्कार। पुष्प सर हजुर, पुष्प सर सन्दीप पुष्प सरलाई एकचोटि होस्ट बनाउनु पर्ला ल, त्यहाँ एकचोटि हेरौँ त। पुष्प सर जोडिँदै हुन्छ। म तपाईँलाई एउटा डेमो भिडियो देखाउन चाहन्छु है यही बिचमा। नमस्कार है साथीहरू सबैजनालाई। सुभाष सर नमस्कार है। नमस्कार। नमस्कार सर, नमस्कार। सुरु गरौँ। अब सुरु गरौँ ल। लाइन हस् हस् अब हस्। पहिला चाहिँ अब साथीहरूलाई साथीहरूले यहाँ जे भन्नुभएको छ, अब अहिले लाइसेन्सको लागि यहाँहरू जोडिराख्नु भएको छ र अल्टिमेट यहाँहरूको चाहिँ लक्ष्य अन्तिममा चाहिँ थाई शिक्षक बन्ने नै छ। त्यसैले यहाँहरू सबैलाई हैन, जो जति यहाँ अहिले सहभागी हुनुभएको छ यहाँहरू सबैलाई हार्दिक स्वागत पनि छ। र लाइसेन्स र थाई बन्ने जो प्रक्रिया छ, दुवै स्टेपमा दुवै प्रक्रियामा यहाँहरू सफल हुनुहुनेछ, सफल हुनुहोस् भनेर शुभकामना व्यक्त गर्छु। र अब म छोटोमा एउटा दुईटा कुरा तपाईँलाई राख्छु। सुभाष सरहरूले रिसरहरूले यो विषय राखिराख्नु भएको छ, भनि पनि सक्नुभयो, मैले धेरै भन्नु त पर्दैन। अब लाइसेन्सको विज्ञापन भएको छ, पढ्नको लागि कहाँ पढ्ने कसो गर्ने इत्यादि धेरै हैन। अब अहिले त कस्तो भयो भने इन्स्टिच्युटहरू पनि जति भने पनि घरै पछि जस्तो, पहिला चाहिँ च्याउ उम्रे जस्तो भन्थ्यौँ नि हामीले, त्यो च्याउ उम्रे जस्तै छन्। यता गरेर हुन्छ कि यता स्वस्थ छ कि उता छ कि उता छ कि उता छ कि भनेर डुल्दा डुल्दै पढ्ने टाइमै सकिने हो कि भन्ने खालको पनि छ। त्यसैले अब आफूले रोजेको, आफूले चाहेको, आफूले चाहिँ सन्तुष्ट हुन सक्ने ठाउँमा पढ्न सिक्नु हैन।
त्यसमा केही कुरा भएन। एडभान्टेज के छ भने अब ओटिसमा तपाईँ जोइन गरिसकेपछि चाहिँ आजको आजै तपाईँलाई 100% भिडियोहरू होइन एदेखि जेडसम्म युनिट 1 देखि युनिट लास्टसम्म सबै भिडियो एकैचोटि पाउनुहुन्छ। त्यो पनि इन्टरनेट नभए बेला नि हेर्न मिल्ने गरी सबै कोर्सको भिडियो छ। त्यो चाहिँ हामीले नि रेकर्ड गरेका छौँ। धेरै कोर्स त मैले नै रेकर्ड गरेको छु होइन, अधिकांश टपिक मैले नै पढाएको छु है। त्यसो भएर अब त्यो तपाईँले सुविधा लिने कि नलिने भन्दै गर्दाखेरि त्यो चाहिँ रेकर्डेड भिडियो आज तपाईँले पाउँदै गर्दा आज चाहिँ लिँदै गर्दाखेरि एक हप्तामा म सबै सबै एकखेप चाहिँ भ्याउँछु भने किताब पढेर भ्याए जस्तो। भिडियो सर्टै हप्ता 10 दिन 15 दिनमा त चाहिँ भ्याउन सक्नुहुन्छ नि त। अनि त्यसलाई रिपिट एन्ड रिपिट एन्ड रिपिट 10औं चोटि 20औं चोटि रिपिट गरेर होइन त्यहाँ भएको कुरा पानी पार्न सकिन्छ, एकदमै चाहिँ नि कन्फै पार्न सकिन्छ, एकदमै डिटेलमा तपाईँहरूले चाहिँ गर्न सक्नुहुन्छ पुरै। अनि अहिले पढेको कुरा भोलि चाहिँ शिक्षिसो आएको जो थाईवाला परीक्षा छ त्यो थाई हुने परीक्षा पनि काम लाग्छ। यस अर्थमा यहाँहरूले चाहिँ नि पढ्ने कुरामा धेरै भौतारिरहनु पर्ने, धेरै चाहिँ नि चार्नु पर्ने कुराकानी छैन होइन। अब मैले पढाएको चाहिँ राम्रो हुन्छ, अर्काले पढाएर राम्रो हुन्न भन्ने मान्छेहरू त मार्केटमा जति पनि छन्। त्यो चाहिँ तपाईँहरूले नि जज गर्ने हो। जो कसैले पढाए भने बुझिँदो गरी पढाउनु पर्यो होइन, तथ्य कुरा पढाउनु पर्यो, उल्टो पढाउनु भयो होइन। उल्टो चाहिँ कुरा कतिपय सन्दर्भमा त साथीहरूले चाहिँ नि उल्टो र पाल्टो भनिदिनुहुन्छ, तर त्यसैलाई कन्फिडेन्टली भनिदिएपछि त्यहाँबाट चाहिँ पुरै फेसबुक सामाजिक सञ्जाल चाहिँ रङ्गिएका स्थिति पनि छन्। अब त्यो सबैतिर म गइनँ, तर छोटकरीमा तपाईँहरूले जो सेलेक्सन गरेर यतापट्टि चाहिँ जोडिन लाग्नु भएको छ सही नै बाटो पक्रिनु भएको छ भन्ने मलाई चाहिँ अनुभूति भएको छ। र धेरै फेसिलिटिजहरू चाहिँ ओटिसले दिन्छ भन्ने अब भनिसक्नु भएको छ, मैले भनिरहनु परेन। अब अहिलेको ट्रेन्ड के छ भने तपाईँ चाहिँ कक्षामा गए जस्तो बोर्डबाट यसो चाहिँ दुईवटा कुरा आजभोलि चाहिँ कस्तो भइदियो भने 3टा कुरा चाहिँ पढाउने 7वटा कुरा नपढाउने, त्यो 3टा कुरा मस्तै घोकेर मल्टिपल चोइस बनाएर त्यहाँ त्यसलाई रटाको रटाइ पारेपछि बडा राम्रो पढाएको हुने होइन। आउने बेला चाहिँ अर्को 6औं 7औं क्वेसन अर्को कुनै नयाँ क्वेसन आइदिने, यो ट्रेन्ड अस्ति चाहिँ टिचरमा पनि देखियो, माविकोमा पनि निमाविकामा पनि देखियो। त्यसो भएर तपाईँहरूले पढ्दै गर्दा तपाईँ त टिचर हुने मान्छे हो। टिचर हुने मान्छेले कम्तीमा पढ्दै गर्दाखेरि डिटेलमा कन्सेप्ट क्लियर भएर पढ्नुपर्छ। हँसुवाको भरमा यसको एन्सर के होइन। दरबार स्कुलको स्थापना चाहिँ कहिले भयो भन्ने कुराको त के भ्यालु छ र? त्यो त घोकिदिने कुरा न हो। त्यसलाई त 1910 भन्ला, अनि 2010 भन्ला, अनि 1810 भन्ला, या 1919 भन्ला, त्यो अप्सनहरू जेसुकै राखोस् न, के मतलब हो र? तपाईँले एउटा मात्रै फ्याक्ट जान्नु पर्यो हो होइन। दरबार स्कुल स्थापना यो, अनि हेडमास्टर यो, अनि सुपरिवेक्षक यो होइन, त्यसपछि कहाँ स्थापना भएको, कसले स्थापना गरेको, त्यहाँ 8-10वटा इन्फर्मेसन खर्र जान्नु पर्यो नि त होइन। त्यसो भएपछि पो बल्ल तपाईँको चाहिँ पढाइको अन्डरस्ट्यान्डिङ हुन्छ या बुझाइ हुन्छ र त्यसले फाइदा दिन्छ। अनि दरबार स्कुलको स्थापना चाहिँ कहिले भयो भनेर चाहिँ क्वेसन बनायो, अनि त्यहाँबाट सुपरिवेक्षक को थियो भनेर बनायो, अनि हेड टिचर चाहिँ त्यो क्वेसनमा छुट्या हुनसक्छ, त्यही हेड टिचर आइदिन सक्छ। त्यसो भएर पढ्दा चाहिँ कभरेज हुने गरी सबै कन्सेप्ट क्लियर हुने गरी र धेरै अहिले पछिल्लो समयमा चाहिँ आयोगले सोध्ने प्रश्नहरूमा के गर्न थालेको छ भन्दाखेरि सकेसम्म चाहिँ लजिकल क्वेसन, सकेसम्म अलिकति दिमाग खियाउनु पर्ने क्वेसन सोध्न थालेको छ। त्यसो भएर त्यही कोणबाट यहाँहरूको तयारी चाहिँ होस्, त्यसरी गर्नुभयो भने राम्रो हुन्छ। मैले यसमा यति नै कुरा राखेँ र अब तपाईँहरूलाई म अलिकति केही कुरा गर्छु होइन। अलिकति यो एउटा कुनै टपिकको तपाईँहरूसँग चर्चा गर्छु। आज म इभ्यालुएसनको कुराकानी गरौँ होला। युनिट 11मा छ। यो फेरि कुन युनिट किन पछाडिबाट भन्नु होला, यो चाहिँ सबै युनिट एकैजनाले गर्ने छैन होइन। कुनै टपिक मैले गर्छु, कुनै चाहिँ म्याडमले गर्नुहुन्छ। युनिट 1 चाहिँ म्याडमले गर्ने खण्डभित्रको पर्छ। त्यसैले अहिले म युनिट 11बाट तपाईँलाई प्रारम्भ गरेँ। एउटा इभ्यालुएसन भन्ने कमन कुरा हो, यो टिचरकोमा पनि काम लाग्छ, यहाँ पनि काम लाग्छ है त। यहाँ तपाईँले जान्नुपर्ने एकदम चाहिँ जेन्युन कुराहरू छन् यसमा है। अब मूल्याङ्कन केलाई भन्ने त भनेर पहिला त मूल्याङ्कनको अवधारणा, उद्देश्य र महत्त्व भनिएको छ।
अवधारणामा तपाईँ जानुहोस्। अब यहाँ मैले हाइलाइट गरेर चाहिँ जाने भन्छ, धेरै जान्न पर्दैन। जे कुरालाई यहाँ पहेँलो मैले कलर गरेको छ, त्यो पहेँलो कलर गरेमा तपाईँ केन्द्रित हुनु होला। जस्तो बृहत नेपाली शब्दकोशले के भनिदियो भन्दाखेरि हैन, नेपाली शब्दकोशको भनाइमा चाहिँ यो भाव राख्ने काम, मूल्य तोक्ने काम, हैन, मोल आँक्ने काम भनेर बृहत नेपाली हैन, नेपाली बृहत शब्दकोशले मूल्याङ्कनलाई यसरी अर्थ्यायो हैन, यसको अर्थ चाहिँ यसरी राख्यो। त्यसपछि कुनै वस्तुको मूल्य निर्धारण गर्ने प्रक्रियालाई मूल्याङ्कन भनेर भन्न सकिन्छ हैन। कुनै पनि निर्णय गर्ने प्रक्रिया नै मूल्याङ्कन हो हैन। निर्णय गर्ने प्रक्रिया, मूल्य निर्धारण गर्ने प्रक्रिया, लेखाजोखाको प्रक्रिया, 3टा शब्दावली यहाँ तपाईहरुले सम्झिनु भए हुन्छ। मूल्याङ्कन भन्ने कुरा तलको मध्ये कुन कुरा चाहिँ मूल्याङ्कनको सन्दर्भमा सही छ, कुन गलत छ भनेर सोध्नु भनेको त्यही हो। अब मूल्याङ्कन चाहिँ लेखाजोखा हो, मूल्याङ्कन चाहिँ मूल्य निर्धारण हैन, निर्धारण गर्नु नै मूल्याङ्कन हो है। त्यस्तै गरेर चाहिँ मूल्य निर्धारण गर्नु मूल्याङ्कन हो, लेखाजोखा गर्नु मूल्याङ्कन हो, अनि निर्णय गर्नु भने चाहिँ के को निर्णय हो त हैन त? के को निर्णय हो ल भन्नुस् त? लेख्नु भयो भने चाहिँ त्यो चाहिँ तपाईले यहाँ च्याटमा लेख्नु भयो भने चाहिँ मूल्य निर्धारण भन्ने शब्द आयो भने त्यो मूल्याङ्कनलाई जना हो भन्नुहुन्छ। निर्णयको कुराकानी आयो, निर्णय भन्ने शब्द आयो भने त्यो पनि मूल्याङ्कन हो। लेखाजोखा भन्ने शब्द आयो भने त्यो पनि मूल्याङ्कन। यो 3टा शब्दावलीहरू आयो। स्तरीकरण भन्ने शब्द आयो, स्तरीकरण नै निर्णय त हो नि। पास फेल भन्ने कुरा आयो, त्यो पनि निर्णय त हो नि। हो, यस्ता शब्दावलीहरू आउँदै गर्दा चाहिँ तपाईले त्यो मूल्याङ्कनको कुरा चर्चा गरे हो है, यो कुराले चाहिँ भन्ने बुझ्नु पर्यो। त्योभन्दा अरू चाहिँ आयो, जस्तो अङ्कन गर्नु, अनि त्यहाँबाट विद्यार्थीलाई चाहिँ नि विद्यार्थीको कापी जाँच्नु, या चाहिँ विद्यार्थीमा भएका सूचनाहरूको सङ्कलन गर्नु, यति मात्रैको लेभलमा कुराकानी आयो भने त्यो चाहिँ मूल्याङ्कन होइन। त्यसले चाहिँ मूल्याङ्कनको टोटल प्रक्रियालाई समेट्दैन भन्ने हिसाबले बुझिराख्नुपर्छ। र अब यति 3टा शब्दावलीले मूल्याङ्कनलाई अर्थ्याउँछ। र मूल्याङ्कन के हो हैन भन्दाखेरि 3टा कुराको योगफल हो। 3टा कुरा भने के भन्दा क्वान्टिटेटिभ डिस्क्रिप्सन, क्वालिटेटिभ डिस्क्रिप्सन र भ्यालु जजमेन्ट हैन। एउटा क्वान्टिटेटिभ डिस्क्रिप्सन, अर्को क्वालिटेटिभ डिस्क्रिप्सन र भ्यालु जजमेन्ट भनेपछि यो 3टा कुरा भएपछि पहिला क्वान्टिटीमा आउनु पर्यो, पहिला चाहिँ परिमाणमा आउँछ हैन। परिमाणमा चाहिँ केही चिज आउँछ, त्यो परिमाणमा आएको कुरा गुणमा व्याख्या गरिन्छ, त्यसलाई भाषागत हिसाबको व्याख्या गरिन्छ। र भाषागत व्याख्या गरेपछि फाइनल चाहिँ टुङ्गोमा पुग्ने भने निर्णयको टुङ्गोमा पुगिन्छ। त्यो निर्णयको टुङ्गोमा पुग्ने बेला भने चाहिँ के हो त भन्दाखेरि त्यो चाहिँ निर्णयमा पुग्ने समग्र कुरा भनेको चाहिँ मूल्याङ्कन। मूल्याङ्कनमा त्यहाँ पुगेपछि मात्रै त्यसलाई मूल्याङ्कन भन्न मिल्छ। त्यसैले तपाईले चाहिँ यो 3टा कुराको संयोजन हो, 3टाको चाहिँ योगफल हो भनेर बुझ्नु पर्यो। परिमाणको व्याख्या, गुणको व्याख्या हैन, गुणात्मक व्याख्या, परिमाणात्मक व्याख्या र मूल्य निर्णय भनेर यो 3टा कुराको संयोजनलाई हामीले के भनौँ मूल्याङ्कन भनौँ। त्यसपछि अब मूल्याङ्कनका केही परिभाषाहरूमा जाँदाखेरि केही मान्छेले दिएका परिभाषाहरू सम्झिनुपर्छ। कहिलेकाहीँ चाहिँ क्रोनब्याकले के भने हुन् भनेर भनिदिएला, अथवा चाहिँ निर्णय गर्नको लागि सूचना सङ्कलन र प्रयोग गर्ने काम नै मूल्याङ्कन हो भनेर कसले भनेको हो भनेर आउँछ। यो भनाइ कसको हो भनेर आउँछ। भनाइ कसको भन्दाखेरि चाहिँ त्यो भनाइमा भएको किवर्ड अर्थात् त्यसको मुख्य शब्दावली यहाँले सम्झिनुहोस्। त्यो मुख्य शब्दावली सम्झिएपछि अनि क्लियरली तपाईँ भन्न सक्नुहुन्छ, चिन्न सक्नुहुन्छ। क्रोनब्याक भन्ने मान्छेको के हो त भन्दा सूचना सङ्कलन र प्रयोग, सूचना सङ्कलन र प्रयोग क्रोनब्याक हैन। क्रोनब्याकसँग चाहिँ सूचना छ, त्यसले सङ्कलन गर्छ अनि प्रयोग गर्छ क्रोनब्याकले। कसले? क्रोनब्याकले हैन। त्यसपछि अब सूचना चाहिँ सीबाट आउँछ भन्ने नि हुन्छ। क्रोनब्याकको त सीबाट आयो नि त हैन। सूचना क्रोनब्याक सी हैन, त्यसरी बुझौँ। अनि सूचना प्रदान गर्ने कामलाई एउटा सङ्कलन लिने र दिने कुरा भयो भने चाहिँ क्रोनब्याकको भयो। सूचना दिने काम, निर्णय गर्नको निम्ति सूचना दिने काम नै मूल्याङ्कन हो भनेर भनेको चाहिँ स्टफल बिमले। स्टफल बिमको भनाइ चाहिँ सूचना दिने काम, सूचना प्रदान गर्ने काम भनेर भनिदिए। अब अर्को चाहिँ सुन्नुहोस् है, क्रोनब्याकले सूचना सङ्कलन र प्रयोग भने
स्टफल बिमले चाहिँ सूचना प्रदान गर्ने काम भनेर भने अनि शैक्षिक उद्देश्य प्राप्तिको क्रममा विद्यार्थीले देखाएको प्रगतिको निर्धारण प्रगतिको चाहिँ नि तय गर्ने कुरा प्रगतिको निर्धारण गर्ने कुरा चाहिँ मूल्याङ्कन हो भनेर त्यो चाहिँ लीले जेएम ली होइन एलइई ली भन्ने छ जेएम लीको भनाइ चाहिँ त्यो भयो होइन लीले के हो प्रगति निर्धारण भनेर प्रगति भन्ने शब्द आयो भने ली हो होइन प्रगति ली भनेर सम्झिनु प्रगति ली सकियो नि त होइन यसरी सम्झिनु पर्यो है सूचना सङ्कलन र प्रदान भनौँ भने चाहिँ क्रोनब्याग सूचना दिने काम मात्रै भनौँ भने चाहिँ दिने काम भन्यो भने चाहिँ स्टफल बिम भन्नु पर्यो प्रगतिको निर्धारण भनेपछि ली भन्नु पर्यो प्रगति ली भन्नु पर्यो होइन त्यसपछि व्यवहारको व्याख्या र चाहिँ तिनीहरूको मूल्य निर्धारणलाई व्यवहार भन्ने शब्द आयो व्यवहारको व्याख्या गर्ने र त्यसको मूल्य निर्णय गर्ने मूल्य निर्धारण गर्ने काम चाहिँ मूल्याङ्कन हो भनेर भन्ने चाहिँ मान्छे ग्रोनलुन हो होइन ग्रोनलुनको चाहिँ के अरे मूल्य निर्धारण गर्ने तर के को व्यवहारलाई व्याख्या गर्ने अनि त्यो व्यवहारको चाहिँ मूल्य निर्धारण गर्ने मूल्य निर्णय गर्ने काम चाहिँ मूल्याङ्कन हो भनेर यो चाहिँ ग्रोनलुनले भने त्यस्तै गरेर तथ्याङ्क सङ्कलन र विद्यार्थीको व्यवहार निर्धारण चाहिँ मूल्याङ्कन हो है यसरी भने चाहिँ कसले यो चाहिँ विलीको कुरा तथ्याङ्कको सङ्कलन गर्ने विद्यार्थीको बारेको सङ्कलन तथ्याङ्कको सङ्कलन गर्ने र उनीहरूको व्यवहारको निर्धारण गर्ने अनि व्यवहार चाहिँ एउटा रेटिङ गर्ने व्यवहारको स्तरीकरण गर्ने स्तर निर्धारण गर्ने काम चाहिँ मूल्याङ्कन हो भनेर भनेको चाहिँ विलीले होइन विलीको कुरा चाहिँ त्यो छ अनि सिकारुको वैयक्तिक विकास अनि सोचाइ अनुभव र कार्यलक्षित व्यवहारतर्फ यो पनि व्यवहारकै कुरा हो व्यवहार केसँग सम्बन्धित होला सोचाइसँग सम्बन्धित अनि अनुभवसँग होइन सम्बन्धित कुरा अनि कार्यलक्षित व्यवहारसँग सम्बन्धित यो तीनटा कुरासँग सम्बन्धित भएर परिवर्तन नाप्ने प्रक्रियालाई परिवर्तन भन्ने शब्द आयो भने मोफा परिवर्तन भन्ने शब्द आयो प्रगति भन्ने शब्द आयो भने ली भने जस्तै परिवर्तन भन्ने शब्द आयो भने चाहिँ मोफातको भनिदिनुहोस् होइन त्यसपछि उद्देश्य प्राप्तिको मूल्य निर्धारण गर्ने प्रक्रिया थर्नडाइक हो वस्तुको मूल्य निर्धारण गर्ने प्रक्रिया वस्तुको मूल्य निर्धारण भनौँ भने चाहिँ सिभी गुडको कुरा हो सिभी गुडले वस्तुको मूल्य निर्धारण गर्नु नै मूल्याङ्कन हो भन्छन् होइन अनि उद्देश्य प्राप्तिको मूल्य निर्धारण गर्ने काम चाहिँ मूल्याङ्कन हो भनेर यो चाहिँ थर्नडाइकले भन्छन् अनि टाइलरले चाहिँ के भन्छ त भन्दाखेरि उद्देश्य चाहिँ कुन हदसम्म होइन शिक्षाका उद्देश्यहरू कुन हदसम्म कुन मात्रामा प्राप्त भयो कुन मात्रामा चाहिँ हासिल भयो भनेर यकिन गर्ने काम त्यसको किटानी गर्ने काम चाहिँ मूल्याङ्कन हो भनेर टाइलरले त्यसरी भन्छन् र टाइलरलाई चाहिँ मूल्याङ्कनको पनि प्रमुख मान्छे फाउन्डरकै रूपमा होइन उनलाई चाहिँ नि चिन्ने गरिन्छ र यति कुरा जानेपछि तपाईँले यो 8-9 वटा परिभाषा खर्रै फलानु मान्छेले के भने क्रोनब्यागले भने सूचना सङ्कलन र प्रयोग स्टफल बिमले के भने सूचना प्रदान लीले के भने प्रगतिको निर्धारण ग्रोनलुनले के भने भन्दा व्यवहारको व्याख्या र तिनको मूल्य निर्धारण अनि तथ्याङ्क सङ्कलन र व्यवहार निर्धारण विलीले भने परिवर्तन नाप्ने चाहिँ प्रक्रिया मोफातले भनेको वस्तुको मूल्य निर्धारण गुडले भनेको उद्देश्य प्राप्तिको मूल्य निर्धारण थर्नडाइकले भनेको अनि उद्देश्य प्राप्ति भयो भएन भनेर यकिन गर्ने काम चाहिँ मूल्याङ्कन भनेर टाइलरले भनेको है यसरी विभिन्न विद्वानहरूले मूल्याङ्कन बारेमा भनेका कुरालाई एउटा एउटा शब्दसँग जोडेर तपाईँहरूले हेर्नुहोला यसरी सम्झने हो यो त भिडियोमा पुरै डिटेलमा छ होइन सबै चाहिँ परिभाषाहरू त्यहाँ ट्याक्क राखिदिएको छ र त्यो परिभाषामा चर्चा पनि गरेको छ व्याख्या पनि गरेको छ त्यो हेर्दै गर्दाखेरि तपाईँले आनन्दले जान्नुहुन्छ त्यसमा केही अप्ठ्यारो छैन अब मूल्याङ्कनमा के हुन्छ भने मूल्याङ्कनमा चाहिँ 4वटा स्टेप पार गरेपछि मात्रै मूल्याङ्कनको तहमा पुगिन्छ होइन स्टेप 1मा चाहिँ जाँच लिन पर्यो टेस्टिङ गर्न पर्यो स्टेप 2मा चाहिँ मेजरमेन्ट गरिन्छ त्यो मापन गर्ने होइन पहिला टेस्टिङ गर्ने जाँच लिएपछि त्यसपछि गएर चाहिँ नि मापन गर्ने अनि मापन गरेपछि त्यहाँबाट आकलन गर्ने आकलन भन्ने शब्द चाहिँ एसेसमेन्टको चाहिँ अनि एसेसमेन्ट गरिसकेपछि फाइनल्ली चाहिँ इभ्यालुएसन गर्ने या मूल्याङ्कन गर्ने भनेर यसरी
म अझ एउटा इक्जाम्पलले भनिदिन्छु तपाईँलाई। पहिला परीक्षा चलाउँछौँ हामी, क्वेसन बनाएर विद्यार्थीलाई चाहिँ कापीमा लेख्न लगाएर अनि त्यसपछि त्यो कापी सङ्कलन गर्नेसम्मको कामलाई परीक्षा भनेर भन्छौँ हामी, होइन? परीक्षण भएको थियो। अब त्यसको कापी जाँचेर नम्बर हाल्ने कामलाई चाहिँ मापन भन्छ, होइन? कापीमा कति लेखेछ त, 90 ल्याउँछ कि 92 ल्याउँछ कि अथवा चाहिँ 26 ल्याउँछ कि 18 ल्याउँछ भन्ने कुरा चाहिँ त्यो चाहिँ मापनले गर्छ। यो मापन हो, यो मेजरमेन्ट भनेको, होइन? अनि त्यो मापन गरेका कुरा मानौँ न कुनै बच्चाले 52 नम्बर ल्यायो, अर्कोले चाहिँ 76 नम्बर ल्यायो। अब यो 52, 76 अर्थात् यस्तै यस्तै अङ्कहरूलाई त्यत्तिकै चाहिँ एब्सोल्युटली व्याख्या गर्न त सकिँदैन। त्यो चाहिँ विभिन्न चाहिँ मानकहरूको आधारमा, विभिन्न चाहिँ मापदण्डहरूको आधारमा, राम्रो नराम्रो, क्वेसनको चाहिँ कठिनाइ स्तरको आधारमा, होइन, विभिन्न सन्दर्भसँग जोडेर त्यसलाई व्याख्या गर्ने, विश्लेषण गर्ने, तुलना गर्ने इत्यादि कामलाई चाहिँ एसेसमेन्ट भनेर भन्छ, नेपालीमा आकलन भन्छ। र त्यति गरिसकेपछि ए ल यो चाहिँ नम्बर राम्रो रहेछ, यसलाई चाहिँ पास गर्न मिल्छ, यसलाई चाहिँ A+ दिन मिल्छ, यसलाई चाहिँ डिस्टिङसन दिन मिल्छ, यसलाई चाहिँ फर्स्ट डिभिजन दिन मिल्छ भनेर जो तपाईँहरूले चाहिँ डिसिजन हामी गर्छौँ नि, होइन? त्यो डिसिजन गर्छौँ के को आधारमा? यो आकलनको आधारमा, अर्थात् चाहिँ तुलना, व्याख्या अनि विश्लेषणको आधारमा गर्छौँ। त्यो अन्तिम निर्णय गर्ने कामलाई चाहिँ मूल्याङ्कन भनेर भन्ने हो। अब यसरी तपाईँहरूले चाहिँ 4वटा स्टेपलाई बिर्सिनु भएन। परीक्षा, मापन, आकलन, मूल्याङ्कन भनेर चारवटाको 4 स्टेप त्यो क्रमिक रूपमा जान्छ र यो 4वटा 3टा स्टेप पार गरेर अन्तिममा मात्रै मूल्याङ्कन हुने हो। मूल्याङ्कनमा पुग्नलाई यो यात्रा चाहिँ परीक्षाबाट सुरु हुन्छ। आइदर परीक्षा अर गैर परीक्षा। परीक्षा बाहेकको साधन नै छ नि त, रुजुसूची, होइन, अवलोकन र अभिलेख, होइन? रुजुसूची छ, श्रेणी मापन छ, अनि रुब्रिक्स नै छ, होइन, अभिलेख छ, सञ्चित अभिलेख, घटना विरुद्ध अभिलेख, पोर्टफोलियो इत्यादि विभिन्न चाहिँ साधनहरू छन्। त्यो परीक्षा बाहेकको साधन भयो। र मैले अहिले भन्न खोजेको कुरा चाहिँ के हो भने स्टार्टिङ चाहिँ परीक्षा या गैर परीक्षा जहाँबाट भए पनि त्यसपछि मापन हुनु पर्यो, त्यसपछि आकलन हुनु पर्यो, आकलनपछि अन्तिममा मूल्याङ्कनमा पुग्छ भनेर याद गर्नु होला। अब मापनै भने चाहिँ के भन्दा कहिलेकाहीँ त्यो पनि तपाईँहरूले जान्नुपर्ने हुन्छ। जस्तो मूल्याङ्कनको सन्दर्भमा तलको कुन भनाइ सही छैन भन्छ, होइन? मूल्याङ्कनको सन्दर्भमा तलको कुन भनाइ सही छैन भन्छ। त्यस्तो भन्यो भने चाहिँ के भनिन्छ भन्दाखेरि यो चाहिँ अङ्कन गर्ने प्रक्रिया हो, यो लेखाजोखा गर्ने प्रक्रिया हो, यो निर्णय गर्ने कार्य हो, यो चाहिँ भनौँ न मूल्य निर्धारण गर्ने कार्य हो भनेर भनिन्छ 4 अप्सन। भनेपछि लेखाजोखा, मूल्य निर्धारण अनि निर्णय गर्ने भन्ने कुरा चाहिँ मूल्याङ्कनभित्रको पर्यो। अनि यो चाहिँ अङ्क प्रदान गर्ने भन्यो भने चाहिँ त्यो चाहिँ परेन। अङ्कन गर्ने कार्य हो, अङ्क प्रदान गर्ने कार्य हो, विद्यार्थीको चाहिँ सूचनाहरू सङ्कलन मात्रै गर्ने कार्य हो भन्यो भने सङ्कलनले मात्रै चाहिँ मूल्याङ्कन हुँदैन। सङ्कलनले चाहिँ मूल्याङ्कनको आधार निर्माण गर्छ। त्यसैले मूल्याङ्कनलाई तथ्याङ्क उपलब्ध गराउने काम कसले गर्छ भनेर सोधिदिनु सक्छ। आकलनले अथवा चाहिँ मापनले या परीक्षाले भन्दा तपाईँ मापनले चाहिँ तथ्याङ्क दिने, होइन? हुन त परीक्षा पनि हो, मापन पनि हो, अनि आकलन पनि हो, तर मुख्य चाहिँ अङ्क चाहिँ कसले दिन्छ? तथ्याङ्क भनेको त अङ्क हो नि त। तथ्यलाई चाहिँ अङ्कमा बदलेर दिने कुरा त मापनले गर्छ। त्यसैले मापनले भन्नेमा लगाउनु पर्ने भयो त्यसमा चाहिँ। अब मैले मापनको कुरामा धेरै भन्नु पर्दैन। मापन भने अङ्कन गर्नु, एउटा शब्द यही जान्नु, अङ्कन गर्नुलाई मापन भन्ने नम्बर 1 कुरा। अनि गुणलाई परिमाणमा रूपान्तर गर्ने, होइन? यो चाहिँ परिमाणात्मक अभिव्यक्ति हो। मेरो बुद्धि कति भन्दा 3 किलो भन्न त मिलेन नि त। मेरो बुद्धि चाहिँ आइक्यू चाहिँ स्ट्यान्डर्ड 46 अथवा आइक्यू चाहिँ स्कोर कति भन्दा 46, मेरो उपलब्धि स्कोर कति भन्दाखेरि 72। त्यो चाहिँ जाँचबाट आएको स्कोरको आधारमा मेरो यति स्कोर भनेर भन्न सकिन्छ। त्यो परिमाणमा व्यक्त भयो। तर हुन त बुद्धि भने त गुण हो नि त, होइन? व्यवहार हो नि त। त्यो व्यवहारको कुरा, गुणको कुरा, अनि आचरणको कुरा, ज्ञानको कुरा, सिपको कुरा त ट्याक्कै किलो र चाहिँ मिटर, सेन्टिमिटर या किलोमिटरमा नाप्न त मिल्दैन।
त्यसो भएर यो गुणलाई चाहिँ परिमाणमा रूपान्तर गरेर हेर्ने हो। तपाईँको चाहिँ उपलब्धि राम्रो कि अर्को साथीको उपलब्धि राम्रो भनेर हेर्न पर्यो भने त फेरि जाँचै लिएर हेर्नु पर्यो नि त, होइन? कसले राम्रो गर्दो रहेछ भनेर हेर्दा चाहिँ अनि कुनै पनि वस्तु, व्यक्ति, घटना, होइन, यिनीहरूको चाहिँ घटनालाई सङ्ख्यामा अभिव्यक्त गर्ने, मैले अघि भनिसकेँ, जे चिजलाई पनि सङ्ख्यामा अभिव्यक्त गर्ने कार्यलाई मापन भन्ने हो। सङ्ख्यात्मक अभिव्यक्ति हो यो भनेको चाहिँ। जे चिजको पनि सङ्ख्यात्मक अभिव्यक्तिलाई हामी मापन भनेर भन्छौँ। अब विभिन्न विद्वानले चाहिँ के भने भन्ने कुरामा नि थोरै उहाँहरूले ख्याल गर्नु पर्यो। विद्वानहरूको भनाइमा चाहिँ के छ त भन्दाखेरि निश्चित नियमका आधारमा वस्तु वा घटनाहरूको अङ्क निर्धारण गर्नु। अङ्क निर्धारण गर्ने भनेको छ यो स्टेफेनले भनेको। स्टेफेनको अनुसार चाहिँ अङ्क घटनाहरूको वस्तु वा घटनाको अङ्क निर्धारण गर्नु। अङ्क निर्धारण भन्यो भने स्टेफेन है त्यो मापन त भइ नै हाल्यो, मापनकै परिभाषा भएपछि, तर निश्चित नियम पहिले नै तय गरेको नियमको आधारमा अङ्क निर्धारण गर्ने कार्यलाई चाहिँ मापन भन्छ भनेर सम्झिनु होला। दोस्रोमा चाहिँ यो छ नि त है नियमानुसार अङ्कन गर्नु। अङ्कन गर्नु नै भयो कि उसले चाहिँ टाइलरले के भन्छन् भने नियमअनुसार अङ्क दिने हो, अङ्कन गर्ने हो मापन भनेको चाहिँ भनेर यसरी भने। अब मापनको अर्थ चाहिँ सङ्ख्यात्मक रूपमा तथ्याङ्कहरूको वर्णन। तथ्याङ्क त तथ्याङ्ककै कुरा हो, तर सङ्ख्यात्मक वर्णन त्यो स्ट्याटिस्टिकल वेमा गरिन्छ, होइन, तथ्याङ्क शास्त्रीय विधिबाट गरिन्छ। त्यो तथ्याङ्कहरूलाई तथ्याङ्क शास्त्रीय विधिहरूबाट वर्णन गर्ने कुरा चाहिँ अर्थात् त्यसको चाहिँ अभिव्यक्त गर्ने, सङ्ख्यात्मक रूपमा अभिव्यक्त गर्ने कुरा चाहिँ मापन हो भनेर यसमा भयो। यति कुरा गरिसकेपछि अब मापनको प्रकारमा जाउँ, होइन। मापनको दुईटा प्रकार छ, एउटा भौतिक मापन, अर्को मनोवैज्ञानिक मापन। भौतिक मापनमा चाहिँ 0 हुन्छ, होइन। मेरो वेट कति भन्दाखेरि मेरो 60 किलो होला, 80 किलो होला भन्न सकिन्छ नि त, तराजुले नाप्छ। अनि यो भौतिक यन्त्र उपकरणहरूबाट नाप्न सकिने मापनलाई चाहिँ हामी भौतिक मापन भन्छौँ। त्यसमा परिमाण नै ट्याक्कै आउँछ। मेरो हाइट 5 फिट 3 इन्च भन्यो भने त्यो चाहिँ परिमाण छर्लङ्ग चाहिँ स्केलले नाप्न मिल्छ। स्केल भन्ने त यन्त्र भयो। अनि शरीर कति तातो रहेछ भनेर थर्मोमिटरले नाप्न मिल्छ। यस्ता भौतिक चिज वस्तुहरू, होइन, इनर्जी अर्थात् भौतिक वस्तुहरू या भौतिक गुण भएका पदार्थहरूको चाहिँ मापन गर्दाखेरि चाहिँ भौतिक मापन हुन्छ। त्यसमा 0 बिन्दु हुन्छ, होइन, 0 पनि हुन्छ त, 0 किलो वेटै छैन भने 0 हुने भयो, होइन। अनि त्यसरी होइन भौतिक परिमाणलाई मापन गर्ने कुरा चाहिँ भौतिक मापन हो। र यसमा चाहिँ भौतिक यन्त्र उपकरणले मापन गरिन्छ। 0 पनि हुन्छ, धेरै पनि हुन्छ, 1 किलो नि हुन्छ, 10 किलो नि हुन्छ, 0 किलो नि हुन्छ, छैन भने 0 किलो भयो है। अब मनोवैज्ञानिक मापन भनेपछि के त भन्दाखेरि हाम्रो बुद्धि, हाम्रो क्षमता, होइन, उपलब्धि, हामीले सिकेको कुरा, हाम्रो व्यवहार, हाम्रो आचरण इत्यादि कुरालाई चाहिँ मापन गर्ने कुरालाई के भन्छौँ हामी? मनोवैज्ञानिक मापन। मनोवैज्ञानिक मापन नाप्ने चाहिँ कुनै त्यस्तो यन्त्र, भौतिक यन्त्र चाहिँ छैन है। भौतिक यन्त्र छैन भन्नुको अर्थ के त है? भौतिक यन्त्र केही छ त हाम्रो यो मनोवैज्ञानिक मापन गर्ने? मैले यहाँ थर्मोमिटर ल्याएर ट्वाक्क जोडेँ भने तेरो बुद्धि त यति रहेछ भनेर थर्मोमिटर त देखाउँदैन। अर्थात् त्यो बुद्धिमिटर पनि छैन कि, बुद्धिमिटर पनि बनाएको छैन। बुद्धिमिटर अर्थात् चाहिँ उपलब्धि मिटर भनेको चाहिँ यही जाँच हो, परीक्षा हो, व्यवहारको अवलोकन हो, जे हामीले टेस्टिङ एन्ड नन टेस्टिङ डिभाइस भन्छौँ या परीक्षा र परीक्षा बाहेकको साधनहरू भन्छौँ। ती साधनहरूको सन्दर्भमा चाहिँ तिनीहरूको प्रयोग गरेर चाहिँ हामीले मनोवैज्ञानिक मापन गर्नुपर्ने हुन्छ। त्यसरी मापन गरिन्छ। अब अर्को कुरा चाहिँ के बुझ्नु पर्यो भने यसमा 4वटा स्केलहरू छ, नाप्ने स्केल, होइन। मैले अघि भनिसकेँ यो परीक्षाको साधन र गैर परीक्षाको साधन हुन्छ। अनि यसमा 0 हुँदैन। मनोवैज्ञानिक मापनमा चाहिँ 0 चाहिँ हुँदैन है। 0 भने के हो भने त्यसको 0 भ्यालु हुँदैन। जस्तो मेरो बुद्धि कति
0 भनेर तपाईँ भन्न सक्नुहुन्न, किनभने मेरो कुनै न कुनै चाहिँ बुद्धि त छ नि त। अनि तपाईँ इभन म्याथमेटिक्सकै कापी जाँदा नि 0 नदेऊ है भनेर भन्छ नि, त्यो हुँदै हुँदैन र त्यसो दिया हो क्या। तपाईँले सोधेको क्वेसन पो उसले मिलाएन त। तर म्याथमेटिक्सको 1 2 पनि नजाने त होइन नि त। म्याथमेटिक्स जान्न त जाने हो, तर तपाईँ 3 घन्टालाई सोधेको क्वेसन चाहिँ नजानेको हो त्यसो भए भएर यो मनोवैज्ञानिक मापनको भ्यालु चाहिँ 0 आउनु हुँदैन, 0 दिनु चाहिँ हुँदैन भनेर त्यो भनिन्छ। यसमा 0 को एक्जिस्टेन्स हुँदैन। मापनको स्केलमा चाहिँ नि चारवटा स्केलहरू छन्। एउटा नामरूपी स्केल, नामाङ्कन स्केल भनेर भनिन्छ। नामाङ्कन स्केलले के गर्छ भने यो नामको रूपमा प्रयोग हुन्छ। सङ्ख्या चाहिँ सङ्ख्या नै हो, नामको रूपमा प्रयोग हुन्छ। जस्तै चाहिँ नि मोटरसाइकलको नम्बर, तपाईँको रोल नम्बर होइन, यही लाइसेन्सको जाँचमा पनि तपाईँलाई सिम्बल नम्बर दिन्छ, सिम्बल नम्बर, अनि कोठा नम्बर है, अनि आइडेन्टिटी कार्डमा आफ्नो परिचय पत्रको नम्बर होइन, भरे चाहिँ सञ्चय कोष नम्बर होला, नागरिक लगानी कोष नम्बर होला, विभिन्न नम्बर चाहिँ प्रयोग हुन्छ। मोटरसाइकलको गाडीको नम्बरहरू पनि त्यही हो होइन। त्यसलाई चाहिँ हामी के भन्छौँ, नामरूपी स्केल होइन। अब स्ट्याटिस्टिक्समा चाहिँ रित, बारम्बारता अथवा फ्रिक्वेन्सी अनि मोड होइन, यिनीहरू चाहिँ यसभित्रपट्टि पर्छ, नामाङ्कन स्केलमा पर्छ। क्रमिक मापन, यो क्रम निर्धारण गर्ने खालको चाहिँ मापन, जस्तै 5औं, 18औं, 21औं अनि 70औं, 72औं भनेर भन्यो भने त्यो चाहिँ के हो त भन्दा त्यो चाहिँ क्रमागत स्केल हो, क्रममा हुने स्केल हो। क्रममा चाहिँ हुने क्रमागत स्केलको मापन चाहिँ के भन्छ भने ऱ्याङ्क होइन, ऱ्याङ्क क्रम भने नि मैले होइन। तपाईँ चाहिँ तपाईँभन्दा जान्ने अरू 5 जना रहेछ भने तपाईँ 6औं हुनुहुन्छ। तपाईँको पोजिसन कहाँ, ऱ्याङ्क कहाँ भन्दा 6 होइन, 6औं ऱ्याङ्क हो नि त। हो यसरी नै ऱ्याङ्क, पर्सेन्टाइल ऱ्याङ्क होइन, यो प्रति सप्ताङ्क क्रम भन्छ। ऱ्याङ्क भने क्रम मात्रै भन्छ होइन। अनि यतापट्टि मेडियन भने मध्यिका भन्ने हो। त्यो मध्यिका भने के त भन्दाखेरि 50औं पर्सेन्टाइल ऱ्याङ्क, मध्यिका भन्दा माथि आधा डाटा हुन्छ, मध्यिका भन्दा तल चाहिँ आधा डाटा हुन्छ। त्यो डाटालाई ठिक्क बिचमा चिर्ने पोइन्टलाई चाहिँ मध्यिका भनेर भन्ने हो। र यिनीहरू चाहिँ के हुन्छ भन्दा क्रमिक मापन स्केल अथवा यो चाहिँ अर्डिनल स्केल भन्छ। तेस्रो चाहिँ अन्तराल मापन स्केल, अन्तराल नाप्ने होइन, अवधि नाप्ने अर्थात् त्यसको निश्चित चाहिँ ग्याप नाप्ने भन्ने खालको हो। व्यक्ति तथा वस्तुको क्रम र अन्तर थाहा हुने तर मात्रा थाहा नहुने होइन, अन्तर चाहिँ थाहा हुने मात्रा थाहा नहुने, त्यस्तो खालकोलाई चाहिँ यसलाई भनिन्छ। जस्तो भनौँ न, हामीले भन्छौँ अब एक्स र वाइ बिचको होइन, एक्सको हाइट चाहिँ मानौँ न तपाईँको हाइट चाहिँ 5 फिट 3 इन्च, मेरो हाइट चाहिँ 5 फिट मात्रै भयो। अब यो दुइटाको 5 फिट र 5 फिट 3 इन्च केही पनि नभन्ने, तर तपाईँको र मेरो हाइटको ग्याप कति भन्छ 0.3 भनेर भनौँ भने चाहिँ 0.3 त्यो त अन्तराल हो नि त होइन, त्यो त ग्याप हो नि त, त्यो त डिफरेन्स हो नि त। हो त्यस्तोलाई चाहिँ के भन्ने भन्दाखेरि यो अन्तराल मापनी भनेर हुन्छ होइन। अब यो क्रम र अन्तर चाहिँ त्यसमा हुन्छ। स्ट्याटिस्टिक्समा हेर्दा चाहिँ टी टेस्ट होइन, टी भ्यालु नै भन्छ, टी भ्यालु, एफ भ्यालु अनि स्ट्यान्डर्ड डेभिएसन होइन को भ्यालु है। यो स्ट्यान्डर्ड डेभिएसन, टी भ्यालु, एफ भ्यालु जस्ता कुरा चाहिँ यो अन्तराल मापन स्केलमा पर्छ। अर्को चाहिँ अनुपात मापन स्केल। अनुपात मापन भने चाहिँ रेसियो स्केलमा के हुने भयो भन्दा अब दोब्बर, आधा, चौथाइ होइन, त्यो तपाईँको दुईटा क्वान्टिटीको बिचमा चाहिँ रेसियोमा हेर्ने, त्यसलाई चाहिँ तुलना गरेर होइन, तुलना पनि रेसियोमा तुलना गर्नु पर्यो होइन। 1/4, 1/7, 1 चाहिँ 2/9 यस्तो खालको होइन, दुईटा मात्रालाई चाहिँ रेसियोमा हेऱ्यो भने त्यस्तो चाहिँ तथ्यहरूलाई, त्यस्तो चाहिँ स्केललाई नाप्ने त्यस्तो स्केललाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि अनुपात स्केल, रेसियो स्केल भन्छ। अनि 4 गुणा, 100 गुणा होइन, 10 गुणा भनेको पनि त्यही हो। र यसमा के पर्छ भन्दाखेरि यसमा चाहिँ ज्यामितीय मध्यक, जोमेट्रिक मिन पनि यसमा पर्छ। अनि विचरणको गुणाङ्क भन्छ, कोएफिसिएन्ट अफ भेरिएसन भन्छ, कोएफिसिएन्ट अफ भेरिएसन अनि जोमेट्रिक मिन, यी दुईटा कुरा चाहिँ यो अनुपात स्केलमा पर्छ। र अनुपात स्केलमा चाहिँ 0 को एक्जिस्टेन्स हुन्छ भन्ने छ होइन।
जिरोको एक्जिस्टेन्स यसमा हुने हो। र यति कुरा भनिसकेपछि तपाईँहरूले अब स्केलको कोणबाट होइन यो 4वटा स्केलहरू सम्झिनु होला। त्यसका उदाहरणहरू मैले यहाँ भने जस्तै जाँचमा सोद्धा चाहिँ ज्यामितीय मध्ये कुन स्केल हो भनेर सोधिन्छ कि होइन मापनको कुन स्केलमा पर्छ भन्छ नामाङ्कन स्केल क्रमिक मापन स्केल अन्तराल स्केल अनुपात स्केल भनेर भन्छ। तपाईँले अनुपात चाहिँ छान्नु पर्यो। अनि स्ट्यान्डर्ड डेभिएसन कुन स्केलमा पर्छ भनेर सोध्छ अनि स्ट्यान्डर्ड डेभिएसन चाहिँ अन्तराल स्केलमा पर्छ भनेर त्यसरी चाहिँ नि गर्ने भयो है त। यति कुरा तपाईँहरूले सम्झिनु होला होइन। अब आजको चाहिँ कुरामा हामी यहाँभन्दा धेरै जाँदैनौँ। आज छोटो छोटो कुरा गर्छौँ अनि तपाईँहरूले चाहिँ धेरै कुरा भिडियो लिएर भिडियोबाट बेनिफिट लिनु पर्यो र अनि हामी फेरि यसरी नै रिपिट गर्छौँ। अनि भिडियोमा हेरेर नजाने कुरा ल भिडियोमा त मैले बुझेको थिइनँ अहिले चाहिँ बुझ्यो भनेर ट्याक्क चाहिँ त्यहाँनिर तपाईँहरूले बुझ्न सहज हुन्छ, सरल ढङ्गले बुझ्नुहुन्छ। र अब अहिले चाहिँ मैले साथीहरूलाई यतिकैमा चाहिँ आजको कुरा मेरो चाहिँ कुरा तपाईँलाई जस्ट आज आधा घन्टा मात्रै मैले कुराकानी गरेँ, छोटो मात्रै कुरा गरेँ। अब पछि हामी 1 घन्टा 1.5 घन्टा 2 घन्टासम्म पनि गर्छौँ। तर यो प्रारम्भिक चरण छ, साथीहरू जोडीले पनि हुनुहुन्छ र तपाईँ भिडियो कतिपयले किन्नु भएको छ, कतिपयले किन्न बाँकी पनि होला। किनिसक्नुहोस् अनि त्यसपछि चाहिँ फेरि लगातारै जान्छौँ हामी है। अब प्लस केही कुरा छ भने सुभाष सरले थप्नुहुन्छ। अहिले चाहिँ म तपाईँहरूबाट बिदा भएँ। हस्, धन्यवाद, गुड इभिनिङ है त। हस्, थ्याङ्क यू सर। सर धेरै धेरै धन्यवाद आदरणीय पुष्पराज ढकाल सरलाई। साथै तपाईँलाई मैले अलिकति रोकेँ एकछिन है। जस्तो यो ओटिस कस्तो संस्था भन्ने पार्टमा हामीसँग धेरै विद्यार्थी साथीहरू जोडिनु भएको छ। तपाईँहरूलाई कुन संस्थामा जोडिँदैछु भन्ने कुरा पनि एकदमै धेरै महत्त्वपूर्ण छ, किनभने तपाईँले पाउने सेवा सुविधा भनेको संस्था कस्तो, व्यवस्थापन कस्तो भन्ने कुराले पनि डिटरमाइन गर्छ। सो ओटिसको यदि तपाईँलाई कतिको जानकारी छ, 1 लाखभन्दा बढी एप डाउनलोड छ, 2 लाखभन्दा बढी फेसबुक फलोवर हुनुहुन्छ, 1,32,000 भन्दा बढी युट्युब सब्सक्राइबर हुनुहुन्छ, 50,000 भन्दा बढी टिकटक त धेरै साथीहरूले चलाउनुहुन्छ होला, टिकटकमा 50,000 भन्दा बढी फलोवरहरू हुनुहुन्छ है। अनि यो तपाईँलाई कतिको थाहा छ, यसलाई स्क्रिनसट गरेर राख्दा पनि हुन्छ तपाईँहरूले है। यसलाई स्क्रिनसट गरेर राख्नुहोस्, किनभने विज्ञापन यो परीक्षाको किसिम दरखास्त 1000 रुपियाँ दरखास्त लाग्छ यसको। अनि तपाईँहरूको दरखास्त दिने अन्तिम मिति 2080 जेठ 29 गते हो। दोब्बर दस्तुर बुझाइ दरखास्त दिने मिति 2080 असार 4 गतेसम्म हो। उमेरको हद दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भएको हुनुपर्ने छ होइन। अनि हजुरहरूको परीक्षा सञ्चालन हुने मिति भदौ 23 गते बिहान 11 बजे तपाईँहरूको परीक्षा हुन्छ है। परीक्षाको केन्द्र सम्बन्धित प्रदेश अन्तर्गतका जिल्लाहरूमा पर्छ। यो कुरा कतिको यहाँहरूलाई जानकारी छ। र शिक्षक सेवा आयोगको सामान्य परीक्षामा सहभागी हुन शिक्षक अनुमति पत्र चाहिँ तपाईँहरूको पूर्व शर्त हो। तपाईँ लाइसेन्स पास गरेकै हुनुपर्छ। अनुमति पत्रको परीक्षामा 5 अङ्क ल्याएर उत्तीर्ण गरेपछि लाइसेन्स प्राप्त भइहाल्छ, प्रतिस्पर्धामा आइरहनु पर्दैन। तर पनि कस्तो भने तपाईँहरूको यो भनिरहँदाखेरि प्रथम पत्रमा चाहिँ फेरि शिक्षक सेवा आयोगको प्रथम पत्रमा प्रतिस्पर्धात्मक परीक्षा हुन्छ है। अनुमति पत्रको निर्धारित पाठ्यक्रम आयोगको सामान्य परीक्षाको पाठ्यक्रमसँग करिब 60% मिल्छ भनेको लाइसेन्सको र आयोगको फर्स्ट पेपरको 60% भन्दा बढी पाठ्यक्रम मिल्ने हुँदा तपाईँहरूले अहिलेदेखि नै तपाईँहरूले पढ्दाखेरि म यो आयोगको प्रथम पत्र नै तयारी गरिरहेको छु भनेर पढ्दाखेरि अझ तपाईँहरूलाई सफल हुनको लागि, स्थायी शिक्षक बन्नको लागि धेरै सहज हुन्छ। अनुमति पत्रको तयारी गर्दा गहन अध्ययन गर्ने विद्यार्थीहरूलाई शिक्षकको सामान्य परीक्षामा उच्च अङ्क लागि उत्तीर्ण गर्न सजिलो हुन्छ है। र आवश्यक न्यूनतम योग्यता तपाईँले यहाँ देखिराख्नु भएको छ। नेपाली नागरिक हुनुपर्ने, शिक्षक सेवा आयोग नियमावली संशोधन 2057 को नियम 10 बमोजिम अयोग्य नभएको, मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्र संकायबाट स्नातक तह उत्तीर्ण गरेको वा अन्य संकायबाट स्नातक तह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा 10 महिना तालिम पुरा गरेको, यो खालको तपाईँहरूले राख्नु होला है। र तपाईँहरूलाई ओटिस मार्फत रेकर्डेड भिडियो क्लास अथवा हाम्रो कसले प्रशिक्षण गराउनुहुन्छ भन्ने पार्टमा आदरणीय पुष्पराज ढकाल सर हुनुहुन्छ शिक्षामा, उषा लामिछाने म्याडम शिक्षामा, विकास अधिकारी सर आइक्यूमा, सन्दीप पोखरेल सर र अशोक लामिछाने सर हुनुहुन्छ आइसिटीमा है। त्यसै गरी यो तपाईँहरूको अङ्कबार मैले तपाईँहरूलाई यहाँ स्क्रिनमा देखाएँ, यसको पनि स्क्रिनसट गर्नु तपाईँलाई यो काम लाग्छ है। 50 वटा प्रश्न आउँछ र हरेक प्रश्नको 2 अङ्क हुन्छ। 50 वटा प्रश्न हुन्छ र हरेक अङ्कको 2 वटा अङ्क तपाईँहरूले प्रति प्रश्न 2 अङ्क तपाईँहरूले प्राप्त गर्नुहुन्छ है। र तपाईँहरू यदि ओटिसमा जोडिनु भयो भने तपाईँहरूले
स्टुडियोमा रेकर्ड गरेको हाई क्वालिटीको रेकर्डेड भिडियो क्लास यहाँहरूले प्राप्त गर्न सक्नुहुन्छ। जुन भिडियो क्लास यहाँहरूले बिना इन्टरनेट पनि तपाईँहरूले त्यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। त्यो भिडियो डाउनलोड गरेर राख्नुभयो भने बिना इन्टरनेट तपाईँले पढ्न पाउनुभयो। र तपाईँहरूले रेकर्डेड भिडियो क्लास लिएका साथीहरूलाई हामीले निःशुल्क जुमको हरेक दिन हुने जुमको क्लास र जुममा पनि तपाईँहरूको पुरा पाठ्यक्रम हामीले समावेश गर्छौँ र तपाईँहरूलाई पढाउँछौँ। एमसिक्यूको प्र्याक्टिस क्वेसन्सहरू, बहुवैकल्पिक प्रश्नहरूको भिडियो कक्षाहरू, सम्भावित प्रश्नपत्रमा आधारित रहेका, योभन्दा अघिल्लो परीक्षामा सोधेका, आयोगमा सोधेका, लाइसेन्समा सोधेका प्रश्नहरू, प्रासमा सोधेका प्रश्नहरू सहित तपाईँहरूलाई बहुवैकल्पिक प्रश्नको छुट्टै भिडियो एमसिक्यूको भिडियो तपाईँलाई प्राप्त हुन्छ। र तपाईँहरूले जुमको क्लास जस्तो आजको जुमको क्लास लिनुभयो, तपाईँहरूले यो जुमको क्लास तपाईँहरूले छुटेको खण्डमा पनि तपाईँहरूले के गर्न पाउनुभयो, यसलाई यसको ब्याकअप भिडियो तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। त्यो ब्याकअप भिडियो पनि तपाईँले होटेसको एपमै रहन्छ। जस्तो आजको क्लास छुट्यो भने तपाईँले कुनै कारणवश तपाईँको छुट्यो, जस्तो आजै धेरै साथीहरूको बत्ती गएको होला होइन, छुटिहाल्यो भने पनि तपाईँले के गर्न पाउनुभयो, ब्याकअप भिडियो हेर्न पाउनुभयो। है आजको भएको क्लासको भोलि तपाईँहरूले ब्याकअप भिडियो प्राप्त गर्न सक्नुहुन्छ। पिडिएफ नोट, ह्यान्डआउटहरू प्रशस्त पाउनुहुन्छ र हरेक दिन इक्जाम हुन्छ र त्यसको साप्ताहिक रूपमा फिडब्याक हुन्छ। र तपाईँहरूले यसको शुल्कको कुरा गर्नुपर्दाखेरि पुरा पाठ्यक्रमको भिडियो क्लास तपाईँहरूलाई हामी उपलब्ध गराउँछौँ र हरेक दिन 8 बजे तपाईँहरूको जुमको क्लास हुन्छ र कोर्सको फी 4000 रुपियाँ हो। तर अहिले तपाईँहरूलाई छिटो जोडिने साथीहरूलाई 1000 रुपियाँ डिस्काउन्ट गरेर तपाईँहरूले 3000 रुपियाँमा यो चाहिँ जोडिन सक्नुहुन्छ। र यसको भ्यालिडिटी भाद्र 23सम्म तपाईँहरूले यसको भ्यालिडिटी रहेको छ। र कक्षा पढ्न चाहने साथीहरूले स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गर्नु होला। यो नम्बरमा सम्पर्क गर्नुभयो भने तपाईँहरूलाई हामी कल गर्नेछौँ, अथवा साथीहरूले आफ्नो फोन नम्बर पनि छोडिदिन सक्नुहुन्छ। कक्षा पढ्न चाहने साथीहरूले, अध्ययन गर्न चाहने साथीहरूले आफ्नो फोन नम्बर पनि छोडिदिनु होला। फोन नम्बर छोड्नुभएका साथीहरूलाई हामी कल गर्नेछौँ। तपाईँहरूलाई कल गरेर हामी यो कक्षामा तपाईँहरूलाई सहभागी गराउनेछौँ। यहाँहरूले आफ्नो फोन नम्बर पनि छोडिदिन सक्नुहुन्छ। फोन नम्बर छोडिदिनु भयो भने तपाईँहरूलाई हामी कल गर्छौँ है। यहाँहरूले फोन नम्बर छोडिदिनु होला। फोन नम्बर छोडेका साथीहरूलाई हामी कल गर्छौँ। मैले धेरै कुराहरू यहाँहरूलाई भने, हाम्रो प्रशिक्षकहरू भने, जस्तो तपाईँहरूलाई भनौँ न, तपाईँहरूले पर्ने सम्पूर्ण कुराहरू यहाँहरूलाई हामीले अरू केही जिज्ञासा भने यहाँले राख्न सक्नुहुन्छ। यहाँले आफ्नो फोन नम्बर छोडिदिनु होला है, फोन नम्बर छोडिदिनु होला। र तपाईँलाई राम्रो कुरा के छ भने तपाईँहरूले पहिला क्लियर हुनुहोस् है। तपाईँहरूले प्राप्त गर्ने भनेको तपाईँहरूले फुल रेकर्डेड भिडियो क्लास प्राप्त गर्न सक्नुहुन्छ। रेकर्डेड भिडियो क्लास भनेको साँझ, बिहान, दिउँसो, राति जुनसुकै बेला पनि यहाँहरूले त्यो रेकर्डेड भिडियो क्लास पढ्न पाउनुभयो। रेकर्डेड भिडियो क्लास शुल्क जम्मा 3000 रुपियाँ लिएको अहिले हो। भोलि र पर्सिसम्म भर्ना हुने साथीहरूलाई 3000 रुपियाँ। 3000 रुपियाँमा तपाईँले स्टुडियोमा रेकर्ड गरेको रेकर्डेड भिडियो क्लास, जुममा फुल क्लास, पिडिएफ नोट हो। त्यसपछि तपाईँहरूलाई हामीले हरेक दिन परीक्षा होइन, यो खालको तपाईँहरूलाई के गर्छु हेर्नुहोस् त, हामी सेवा सुविधाहरू उपलब्ध गराएका छौँ। यो आफैमा वास्तवमा भन्यो भने यो गजबको कुरा होइन र, हो कि होइन भन्नुहोस् त। तपाईँ आफै विचार गर्नुहोस् त। जुन बाहिर अन्य संस्थाहरूले तपाईँलाई जुमको क्लास मात्र प्रदान गर्नुहुन्छ र शुल्क हेऱ्यो भने 3000 को वरिपरि छ। तर तपाईँहरूलाई हामीले स्टुडियोमा रेकर्ड गरेको अफलाइनमा पढ्न मिल्ने, डाउनलोड गर्न मिल्ने, त्यो पनि उत्कृष्ट प्रोसेस छ। जस्तो पुष्पराज ढकाल सर आफै पनि नेपाल सरकारको उपसचिव हुनुहुन्छ, शिक्षा विभागमा, शिक्षा मन्त्रालयमा, जस्तो सिडिसीमा धेरै लामो अनुभव रहेको छ। यसै गरी उषा लामिछाने म्याडम हुनुहुन्छ हो, उहाँ पनि शिक्षासँगै सम्बन्धित हुनुहुन्छ। उहाँले पनि लेखक हुनुहुन्छ, प्रशिक्षक हुनुहुन्छ, उहाँको आफ्नो अनुभव रहेको छ। विकास अधिकारी सर आइक्यूमा उहाँको एउटा छुट्टै पहिचान रहेको छ। अशोक लामिछाने सर, सन्दीप सर, उहाँहरूको आइसिटीको क्लास सहित तपाईँहरूलाई हामीले बेस्ट क्लास दिने हिसाबले उपस्थित भएका छौँ। र म फेरि पनि भन्छु, आज बाहिर हेर्नुहोस् च्याउम्रे जस्तो संस्थाहरू छन् हो, च्याउम्रे जस्तो संस्थाहरू छन् जसले यो शिक्षक सेवा आयोगको क्लास पढाउँछु, किनभने यसमा त धेरै ठुलो मास छ। हेर्नुहोस् 2.5 लाख भन्दा बढी शिक्षक सेवा आयोगको प्रथम पत्रमा चाहिँ तपाईँको विज्ञापन खुल्छ हो। त्यो हुनाले च्याउम्रे जस्तो संस्थाहरू छन्, जुन संस्थाहरू तपाईँलाई भर्ना गर्छन्, पैसा पनि लिन्छन्, तर क्वालिटी मेन्टेन नगरेको अवस्था पनि छ। धेरै संस्थाहरू छन् हो। त्यो हुनाले तपाईँ विचार गर्नु होला। र यदि ओटिसको कुरा गर्नुहुन्छ भने म आफै पनि चार्टर अकाउन्टेन्ट हो, म आफै पनि एउटा चाहिँ सिए हो। चार्टर अकाउन्टेन्ट भनेको लेखा व्यवसायसँग सम्बन्धित म एउटा व्यक्ति हो भनेको। तपाईँ यदि यसरी हेर्नुहुन्छ भने नेपालमै हेर्नुहुन्छ भने पनि करिब 1400-1500 को हाराहारीमा मात्र चार्टर अकाउन्टेन्ट साथीहरू हुनुहुन्छ जो लेखा व्यवसाय गर्न चाहिँ योग्यता राख्नु भएको छ। त्यो सँग सम्बन्धित चाहिँ व्यवस्थापनमा रहेर हामीले चलाएको संस्थामा तपाईँहरू जोडिनु होला।
हो जोडिनु होला। तपाईहरुले पैसा तिर्नुहुन्छ, तपाईहरु एउटा पैसा मात्र तिर्नु भएको होइन, तपाईले आफ्नो जीवन, तपाईले आफ्नो एउटा सपना ओटिसलाई समर्पण गर्नु भएको र त्यो सपनालाई साकार पार्नको लागि हामी दिन रात नभनिकिन तपाईहरुलाई कसरी उत्कृष्ट, कसरी तपाईलाई एकदमै व्यवस्थित पाठ्यक्रम, व्यवस्थित पाठ्य सामग्री तपाईलाई उपलब्ध गराउन सकिन्छ भन्ने हिसाबले हामी लागि परेका छौं। तपाईहरुले कतिको चाहिँ तपाईलाई थाहा छ, कोही साथीहरु हुनुहुन्छ भने शिक्षक सेवा आयोगको तयारी गर्नुभएको साथीहरु कोही हुनुहुन्छ भने, अथवा शिक्षा नै स्थायी शिक्षक नै हुनुहुन्छ भने पनि एकचोटि सोध्नु होला ओटिस कस्तो संस्था हो भनेर सोध्नु होला। उहाँले आफैले भन्नुहुन्छ ओटिस कस्तो संस्था हो भनेर। त्यो हुनाले तपाईहरु जोडिनुहोस्, तपाईहरु आउनुहोस्। हो तपाईहरुले पैसा तिर्नुहुन्छ, तपाईहरुलाई पास गराउनुपर्छ भन्ने कुरा हामी एकदमै चाहिँ हामी सचेत छौं। अब्जेक्टिभ हुन्छ कि सब्जेक्टिभ हुन्छ क्वेशन भन्दा अब्जेक्टिभ हुन्छ क्वेशन, अब्जेक्टिभ बहुवैकल्पिक प्रश्नहरु हुन्छ, 50 वटा प्रश्न हुन्छ र 50 वटा प्रश्नमा तपाईहरुलाई के हुन्छ हेर्नुस् त कि यो तपाईको पाठ्य सामग्री हेर्नुस् त। सामान्य शिक्षा भनेर छ हो, सामान्य शिक्षा हो ज्ञान त यो एकचोटि स्क्रिनशट गर्नु होला है, मलाई सोधिराख्नु भएको छ, कुरा बुझ्नुभयो। सामान्य बौद्धिक परीक्षण आईक्यू बाट तपाईहरुलाई 3टा प्रश्न आउँछ, 6 नम्बरको प्रश्न आउँछ 3टा। आईसीटी भनेको कम्प्युटर सूचना तथा सञ्चार प्रविधिबाट 3टा प्रश्न आउँछ, 6 नम्बरको प्रश्न आउँछ। बाँकी तपाईहरुको शिक्षाको प्रश्न आउँछ, 3टा कम्प्युटरको, 3टा आईक्यू को भनेको 6 वटा प्रश्न, बाँकी रहेको 44 वटा प्रश्न तपाईहरुको के आउने गर्छ त, 44 वटा प्रश्न तपाईहरुको शिक्षासँग सम्बन्धित रहेर आउँछ है। त्यसमा नेपालको राष्ट्रिय शिक्षा प्रणाली, शिक्षामा नवीनतम चिन्तन, सिकाइ र बाल मनोविज्ञान, विद्यालय समुदाय सम्बन्ध र स्थानीय शैक्षिक योजना, शिक्षक पेशागत दक्षता विकास, गुणस्तरीय शिक्षा, यसबाट के गर्ने भने यसरी प्रश्न आउँछ हो। भनेको नेपालको राष्ट्रिय शिक्षा प्रणालीबाट 4 वटा प्रश्न, शिक्षामा नवीनतम चिन्तन र सिकाइ र बाल मनोविज्ञानबाट 7 वटा प्रश्न, विद्यालय समुदाय सम्बन्ध र स्थानीय शैक्षिक योजनाबाट 3 वटा प्रश्न, शिक्षकको पेशागत दक्षता विकासबाट 3 वटा प्रश्न, गुणस्तरीय शिक्षाबाट 3 वटा प्रश्न, यसरी तपाईहरुलाई प्रश्न आएको हुन्छ हो। र खण्ड ख अन्तर्गत शैक्षिक व्यवस्था र तपाईलाई एउटा राम्रो कुरा नेपालको राष्ट्रिय शिक्षा प्रणाली भन्ने देख्नुभयो नि तपाईले, जोबाट 4 वटा प्रश्न सोध्छन्, यसको पनि तपाईहरुले फुल भिडियो क्लास उपलब्ध गराउँछु, रेकर्डेड भिडियो क्लास उपलब्ध गराउँछु। त्यो बाहेक यो टपिकसँग सम्बन्धित योभन्दा अगाडि लाइसेन्समा सोधेका प्रश्न, योभन्दा अगाडि शिक्षक सेवा आयोगमा सोधेका प्रश्नहरू र सम्भावित प्रश्नपत्रहरूमा आधारित रहेको एमसीक्यू को भिडियो क्लास नै तपाईहरुलाई हामी उपलब्ध गराउँछौँ। एमसीक्यू को भिडियो क्लास नै तपाईहरुलाई हामीले उपलब्ध गराउने हुँदा पक्कै पनि यहाँहरुले यो भनौँ न सम्भावित प्रश्नपत्रमा आधारित रहेर तपाईहरुलाई हामीले यो भिडियो क्लास पनि उपलब्ध गराउँछु। भनेको तपाईले पढ्दाखेरि फुल क्लास पनि पाउनुहुन्छ, प्रश्नहरूको अभ्यास पनि हुन्छ, सम्पूर्ण कुराहरू हुन्छ। र बुझ्नुभयो नि है। केही छ अरु साथीहरुको जिज्ञासा भने राख्न सक्नुहुन्छ, केही छ तपाईहरुको, केही छ साथीहरु कोही हुनुहुन्छ, केही छ भने तपाईहरुले राख्न सक्नुहुन्छ। र यहाँले धेरै साथीहरुले फोन नम्बर छोड्नु भएको छ, फोन नम्बर छोडेका साथीहरुलाई हामी कल गर्छौँ है। यहाँलाई कल गरेर हामी कक्षामा चाहिँ सहभागी गराउँछौँ। कल गर्छु, आफ्नो फोन नम्बर छोडिदिनु होला। तपाईहरुलाई सबै कुराहरू, तपाईलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरू हामीले उपलब्ध गराएका छौँ। तपाईहरु त्यो फुल रेकर्डेड भिडियो क्लास हैन, तपाईहरुको चाहिँ बिहान दिउँसो राति जुनसुकै बेला पनि पढ्न मिल्ने गरी भिडियो क्लासेसहरू। र यो भिडियो क्लास तपाईहरुलाई अझ गजब कुरा त के छ भने, यो क्लास पढिरहँदाखेरि तपाईहरुलाई प्रथम पत्र आयोगको प्रथम पत्रमा पनि तपाईहरुलाई सहजीकरण गर्ने हिसाबले हामीले यो चाहिँ तपाईहरुलाई यसरी लिएर आएका छौँ। यो भिडियो कक्षाहरू तपाईहरुलाई हामीले उपलब्ध गराएका छौँ। यसको मूल्य कति भन्नुभएको छ धेरै साथीहरुले, मूल्य जम्मा 3000 रुपैयाँ, 4000 हो। तपाईहरुलाई अफर छ अहिले, यो तपाईहरुले 3000 रुपैयाँमा पढ्न पाउनुहुन्छ। 3000 रुपैयाँमा तपाईहरुले स्टुडियोमा रेकर्ड गरेको फुल रेकर्डेड भिडियो क्लास साँझ बिहान दिउँसो राति जुनसुकै बेला पनि पढ्न मिल्ने गरी तपाईहरुलाई यो हामीले जस्तो हाई क्वालिटीको रेकर्डेड भिडियो क्लास र हरेक दिन जुमको क्लास। त्यो जुमको क्लासमा तपाईहरुले के पाउनुहुन्छ, जुमको क्लासमा तपाईहरुले आफ्नो हिसाबले अनुकूलता अनुसार पढ्न मिल्ने गरी यहाँहरुलाई हामीले यो भिडियो क्लासेस पनि उपलब्ध गराएका छौँ है। ल अरु केही छ, अरु केही छ तपाईहरुको जिज्ञासा भने यहाँले राख्न सक्नुहुन्छ। फोन नम्बर छोड्नु भएको छ धेरै साथीहरुले, फोन नम्बर छोडिदिनु होला, तपाईहरुलाई हामी कल गर्छौँ। फोन नम्बर छोडिदिनु होला, यहाँहरुलाई हामी कल गर्नेछौँ है।
Otish.com. Learn anywhere, anytime. नमस्ते साथीहरू, यहाँहरू सम्पूर्णलाई स्वागत छ। विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा सोधिने टपिक्स रेसियो लिएर म उपस्थित भएको छु। आज रेसियोको क्वेसनलाई कसरी छिटोभन्दा छिटो समाधान गर्ने र कस्ता कस्ता प्रश्नहरू विगतको परीक्षामा सोधेको थियो, हामी यस सेसनमा बेसिकदेखि एडभान्स लेभलसम्मका क्वेसन्सहरूको चिरफार गर्नेछौँ। अनुपात यसलाई हामीले रेसियो भन्छौँ। अनुपात र समानुपात भन्ने होला। हामीले अनुपातलाई छुट्टै र समानुपातलाई छुट्टै पढ्नेछौँ। सुरुमा अनुपातको प्रश्न कसरी सोधिन्छ, यसमा के कुरालाई ध्यान पुर्याउनु पर्छ, अब हामी छलफल गर्छौँ। अनुपात हुनको लागि समान एकाइ हुनुपर्छ। यो समान एकाइ भनेको समान एकाइ हुनुपर्छ, समान युनिट्स हुनुपर्छ, र अर्को भनेको सबैभन्दा लोएस्ट फर्ममा लेख्नुपर्छ। कुनै पनि संख्याको हामीले अनुपात निकाल्नको लागि कुनै एउटै नम्बरले भाग जानु हुनुपर्छ र हामीले सबैभन्दा सानो लोएस्टमा लेख्नु पर्छ। समान र सानो भनेर बुझाउँछु। अब फर इक्जाम्पल मैले समान लेखेको छु, एउटा सानो लेखेको छु। तपाईलाई यो दुईवटा कुरा के हो त अनुपातमा बुझ्नुपर्ने कुराहरू, जस्तो कि 20 र 30 को अनुपात कति हुन्छ? हामीलाई चारवटा विकल्पहरू त दिन्छ। अब एक्जाम्पलको रूपमा यो 20 र 30 लाई 10 दुना 20, 10 तिया 30, 2:2 कति? एउटै अङ्कले काटिनु पर्यो है, एउटै अङ्कले के गर्नु पर्यो? भाग जानु पर्यो। अब यसलाई हामीले 20 30 2 ले काट्छौँ, 2.20, 2 ले 15 पटक। अब यो भन्न खोजेको चाहिँ सबैभन्दा सानोमा लेख्नु पर्यो नि। अब 10 र 15 लाई कति जान्छ? 5 ले 5 दुना 10, 5 तिया 15, 2:3। वा यस्तो पछाडि जेरो भएको नम्बरलाई हामीले 0 काटेर गर्न पनि सक्छौँ। यो 20, यो 30, यो 0 कट, 2 र 3 बाँकी छ, 2:2 कति? 3। यो सिम्पल एकदमै बेसिक कुराहरू सिकाए। अब म तपाईहरुलाई केही प्रश्नहरू लेख्न गइरहेको छु। अब हेरौँ, छलफल गरौँ केही प्रश्नको, एउटै युनिट्स बनाउने खालको प्रश्न। नम्बर 1, 1 केजी र 800 ग्रामको अनुपात कति हुन्छ? नम्बर 1, 1 केजी र 800 ग्रामको अनुपात कति हुन्छ? नम्बर 1। नम्बर 2, रु 2 र 75 पैसाको अनुपात कति हुन्छ? हामीलाई चारवटा अप्सन दिन्छ। मैले चारवटा अप्सन लेखेको छैन दुईवटा प्रश्नमा। पहिला बुझाउँछु, पहिला क्लियर बनाउँछु, एन्सर निकाल्ने टेक्निक सिकिसके पछाडि तपाईले अप्सन त टिक गर्नु भइहाल्छ। अब हेरौँ, यहाँ प्रश्नमा भनेको छ 1 केजी र 800 ग्रामको अनुपात कति हुन्छ? मैले भनेको थिएँ समान र सानो दुईटा कुरा बुझौँ। यो एउटा ग्राम छ, एउटा के छ? केजी छ। अब हामीले एउटै एकाइमा लैजानुपर्छ। तपाईले ग्रामलाई केजीमा पनि लैजान सक्नुहुन्छ, केजीलाई ग्राममा रूपान्तरण गर्न पनि सक्नुहुन्छ।
अब तपाईलाई थाहा नै छ 1 केजीमा 1000 ग्राम हुन्छ। 1 केजीमा कति ग्राम हुन्छ? 1000 ग्राम हुन्छ। अब यो 1 केजी भनेको कति ग्राम? 1000 ग्राम। अर्को कति ग्राम? 800 ग्राम। अब हामीले 1000 र 800 को अनुपात निकाल्नु पर्यो। हेर्नुस् है, यहाँ मैले यो केजीलाई ग्राममा रूपान्तरण गरेको छु। अब यो 0 0 0 0 0 0 काटियो। अब 10 र कति बाँकी भयो? 8। सबैभन्दा लोएस्टमा लेख्नुपर्छ, अझै काटिन्छ, भाग जान्छ। हेरौँ, 2 पंचे 10, 2 चौको 8, एन्सर आइदियो 5:4। करेक्ट एन्सर कति रहेछ? 5:4 रहेछ। यो प्रश्न पनि क्लियर। अब सेकेन्ड प्रश्नलाई हेरौँ। सेकेन्ड प्रश्नलाई छलफल गरौँ है त। सेकेन्ड प्रश्नलाई हेरौँ। रु 2 र 75 पैसाको अनुपात कति हुन्छ? एउटा के छ? रुपिसमा छ, अर्को केमा छ? पैसामा छ। साथीहरु, यस्तो भिडियो तपाईहरुले प्राप्त गर्न सक्नुहुन्छ। यस्तो भिडियो तपाईले आईसीटी को, आईक्यू को, शिक्षाको भिडियोहरु तपाईले यसरी पढ्न मिल्ने गरी तपाईहरुलाई भिडियो कक्षाहरु हामी उपलब्ध गराउँछौं। र यो भिडियो कक्षा तपाईले आफ्नो अनुकूलता अनुसार पढ्ने हो। साँझ, बिहान, दिउँसो, राति जुनसुकै बेला पढ्न मन लाग्छ त्यो बेला पढ्ने। र तपाईहरुलाई फेरि जुमको लाइभ क्लास पनि पढ्न मन लाग्यो हामीलाई भन्नुभयो भने तपाईहरु लाइभ क्लासमा पनि सहभागी हुने। ल, सम्पूर्ण कुराहरु यसैमा हामीले तपाईहरुलाई उपलब्ध गराएको छ। कोही साथीहरु हुनुहुन्छ पढ्न इच्छुक भने, साथीहरु धेरै साथीहरु अझै पनि हुनुहुन्छ यहाँ बसिराख्नु भएको छ। कोही साथीहरु इच्छुक हुनुहुन्छ भने कृपया तपाईले आफ्नो फोन नम्बर छोड्दिनु होला। फोन नम्बर छोड्दिनु होला। तपाईहरुले फोन नम्बर छोडेका साथीहरुलाई 4000 को कोर्स हो, 3000 मा तपाईहरुलाई प्राप्त हुन्छ है। तपाईहरुलाई डिस्काउन्ट हामी उपलब्ध गराउँछौं। 3000 रुपैयाँमा तपाईहरुलाई हामीले यो कक्षा चाहिँ उपलब्ध गराउने छौं। र बुझ्नुभयो नि है। ल, पढ्न चाहने साथीहरुले आफ्नो फोन नम्बर छोड्दिनु होला। लाइभ क्लास र भिडियो त महँगो भएन र भन्नुहुन्छ। लाइभ 3000 रुपैयाँमा तपाईलाई भिडियो, रेकर्डेड भिडियो क्लास अनि जुमको लाइभ क्लास पनि महँगो भयो। अब यो राम भन्न बाहेक अरु केही पनि सकिन्न है। तपाईलाई यो हामीले 6000 मा बेचिरहेको क्लास हो। तपाईहरुलाई अहिले हामीले डिस्काउन्ट दिने भनेर सबै साथीहरुले पढ्नु होला भन्ने हिसाबले तपाईहरुलाई 3000 मा यत्रो धेरै 125 घण्टा भन्दा बढीको स्टुडियोमा रेकर्ड गरेको रेकर्डेड भिडियो क्लास अफलाइनमा पढ्न मिल्ने गरी पीडीएफ नोट सहित तपाईहरुलाई उपलब्ध गराउने र हरेक दिन जुमको क्लास तपाईहरुलाई निशुल्क उपलब्ध गराउँदाखेरि यो पनि महँगो भयो। यसरी तपाई आफै मनन गरेर लेखिदिनुस् त को हुनुहुन्छ यहाँ। तपाईको नाम त खुलाउनु भएको छैन, नाम राख्नु भएको छैन हो है। महँगो हैन, एकदम यो सस्तो, एकदमै सस्तो, एकदमै सस्तो हो। भ्यालु बुझ्नुस् न है। यो जहाँ पनि तपाईले बार्निङ गर्ने भन्दैमा त्यसरी नलिदिनु होला। ल, प्राइमरी लेभलको अनलाइन क्लास भन्नुभएको फर्स्ट पेपरको के भन्नु? तपाईँ कन्फ्युज हुनुभयो कि के हो? तपाईँ लाइसेन्सको कुरा गरिरहेको छु मैले। लाइसेन्सको कुरा गरेको, लाइसेन्सको है। हामी लाइसेन्समा छौँ। ल, यो लाइसेन्सको कुरा गरेको हामीले। प्राइमरी लेभल भन्नको हजुरको आधारभूत तहको त हामी आफैले 2000 रुपैयाँमा पढाइरहेको छौँ। आधारभूत तहको 2000 रुपैयाँमा पढाइरहेको छौँ। 4000 मा बाहिर पढाइरहेछन् भनेर भन्नुभएको रहेछ। आधारभूत तहको हामी आफैले 2000 रुपैयाँमा पढाइरहेको छौँ है। 4000 पनि लिएको छैन। तर लाइसेन्सकोमा तपाईहरुलाई हामीले 4000 को कोर्स हो, 3000 मा तपाईलाई हामी उपलब्ध गराउँछौँ। ल साथीहरु, आजलाई यति नै गरौँ। सम्पूर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद यहाँहरुको समयको लागि। र अरु केही छ तपाईहरुको जिज्ञासा भने राख्न सक्नुहुन्छ। केही छ तपाईहरुको जिज्ञासा भने राख्न सक्नुहुन्छ। केही छ तपाईहरुको जिज्ञासा भने राख्दिनु होला है। ल।
केही छ तपाईँहरूको जिज्ञासा भने त्यो पनि राखिदिनु होला। एकदम तपाईँहरूको जिज्ञासा हामी लिनेछौँ। Otis.com. Learn anywhere, anytime. अब हामी डिभाइस ड्राइभरको बारेमा चर्चा गर्छौँ। के हो त डिभाइस ड्राइभर भनेको? अब यहाँ पनि एउटा पिक्चर त एकदम सजिलो छ, तर यहाँ अलिकति फरक थोरै बुझ्नुपर्ने कुरा के छ भन्दा यिनी एउटा सानो इक्जाम्पल दिन्छु। नेपाल सरकारले के गर्यो रे भन्दा सरकारले के गर्यो रे भन्दा एउटा नेपाल गभर्मेन्टले गभर्मेन्टले एउटा गाडी कुद्न के बनायो? बाटो बनाइदियो। नेपाल सरकारले के मात्रै गर्यो? गाडी कुद्न बाटो बनाइदियो। अनि कुनै एउटा गाडी धनी मान्छेले गाडी किनेर के गर्यो? बाटोमा नि लगेर के गर्दैछ? राख्दैछ हो। अब यसरी गाडी किन्दैन उसले बाटोमा नि लगेर राख्थ्यो। नेपाल सरकारले बाटो नि बनाइदियो, ल बाटोमा छोडिदियो। आफै चल्ला त? चल्छ? भनौँ त चल्छ? चल्दैन। किन चल्दैन भन्दा यसलाई चलाउने त के चाहिन्छ? हामीलाई ड्राइभर चाहिन्छ कि चाहिँदैन? ड्राइभर बिना चाहिँ यसरी गाडीमा नेपाल सरकारले बनाएको यसरी बाटोमा गाडी सर्वत्र चल्ला त? चल्दैन। त्यसै गरी हाम्रो कम्प्युटर सिस्टममा पनि हामीलाई आवश्यक पर्ने अन्य उपकरण, जस्तै हामीलाई आवश्यक पर्ने अरू प्रिन्टर चाहिएला, जुन हाम्रो कम्प्युटर सिस्टममा कहिल्यै राखेको हुँदैन। जस्तै मलाई चाहिँ कुनै एउटा वाइफाई एडप्टर चाहिएला। वाइफाई एडप्टर भनेको हाम्रो पर विक सिग्नल है, परको घरबाट वाइफाई चाहिँ सानो सिग्नलमा आएको छ भने त्यो सिग्नललाई अलिक बढी तान्न, स्ट्रङ सिग्नल बनाउनुको लागि हामीले यस्तो इलेक्ट्रोनिक डिभाइसहरू प्रयोग गर्न सक्छौँ जुन अलरेडी हाम्रो कम्प्युटर सिस्टममा हुँदैन। अब यो प्रिन्टरलाई जोड्दै पनि, वाइफाई एडप्टरलाई जोड्दै पनि यो सजिलैसँग चल्दैन। कम्प्युटर सिस्टममा चल्ने त छ, तर यो चल्ने भए पनि यिनीहरूलाई कुदाउने चाहिँ के राखिएको हुँदैन, कुनै एउटा सफ्टवेयर राखिएको हुँदैन। त्यही कारणले गर्दा यस्ता खालका बाहिरी उपकरणहरूलाई कम्प्युटर सिस्टममा चलाउनको लागि, कम्प्युटर सिस्टममा कुदाउनको लागि आवश्यक पर्ने सफ्टवेयर भनेको चाहिँ के रहेछ? डिभाइस ड्राइभर। फेरि एकचोटि बुझ्ने है, यहीँबाट बुझिन्छ। नेपाल गभर्मेन्टले रोड बनाइदियो। के रोड बनायो? गाडी कुद्ने। कुनै मान्छेले गाडी ल्यायो, गाडी राख्थ्यो, कुद्छ? कुद्दैन, ड्राइभर चाहियो। त्यसै गरी पहिले कम्प्युटर सिस्टममा हामीसित प्रिन्टर राखिएको हुँदैन, वाइफाई एडप्टर राखिएको हुँदैन। यो त मेरो आवश्यकता अनुसार राख्ने चिज हो। मैले प्रिन्टर पनि जोड्दै, वाइफाई एडप्टर पनि जोड्ने, चल्ने सिस्टम छ। तर चल्ने सिस्टम भने यसलाई कुदाउने सिस्टम छैन। त्यो कुदाउने सिस्टमको लागि प्रयोग गर्ने सफ्टवेयर भनेको चाहिँ के रहेछ? डिभाइस ड्राइभर। त्यसो भए अलिकति बढी बृहत रूपमा हेरौँ, के रहेछ त भन्दा डिभाइस ड्राइभर एन्ड अ डिभाइस प्रोग्राम or the system software that act as an interface between various input output device. अझ सजिलो बस्दा the software, अझ सजिलो तरिकाले the software that is used to run or executes different र साथीहरु यसरी यस्तो खालको भिडियोहरु हेर्नुस् त, यो रेकर्डेड भिडियोहरु अफलाइनमा पढ्न मिल्ने गरी तपाईहरुलाई हामीले उपलब्ध गराएका छौं है। यो उत्कृष्ट भिडियो कक्षाहरु तपाईहरुलाई हामीले प्रदान गरेका छौं। मलाई लाग्छ यति भयो भने तपाईहरुले आफूले चाहेका कुराहरु, सम्पूर्ण कुराहरु प्राप्त गर्न सक्नुहुन्छ। मावि र निमाविको क्लास एउटैमा हुन्छ भन्नुको लागि चाहिँ माविको रेकर्डेड भिडियो क्लास छुट्टै पाउनुहुन्छ, निमाविको रेकर्डेड भिडियो क्लास छुट्टै पाउनुहुन्छ है। मलाई भिडियो पर्चेज गर्नु छ कि पेमेन्ट डिटेल्स सेन्ड दिनु भन्नुभएको छ, हजुरको नम्बर छोड्दिनु, तपाईहरुलाई कल आउँछ है। नम्बर छोड्नु भएको साथीहरुलाई कल आउँछ र फोन नम्बर छोड्दिनु होला। फोन नम्बर छोड्नु भयो भने तपाईहरुलाई हामी कल गर्छौं। कल गरेर तपाईहरुलाई हामी यो कक्षामा सहभागी गराउँछौं र तपाईहरुलाई एउटा लिंक पनि राखिदिएका छौं हामीले। त्यो लिंकमा पनि तपाईहरुले क्लिक गरेर फर्म पनि भर्दिन सक्नुहुन्छ। तपाईहरुले फर्म भर्दिनु भयो भने तपाईहरुलाई हामी कल गर्नेछौं। फर्म भर्नुस्, तपाईहरुलाई हामी कक्षा पढ्न चाहने साथीहरुले फर्म भर्दिनु होला, तपाईहरुलाई हामी कल गर्नेछौं है। तपाईहरुलाई हामी कल गर्छौं। अरु के छ साथीहरुको जिज्ञासा भने यहाँले राख्न सक्नुहुन्छ। रेकर्डेड भिडियोको लागि चाहिँ कति फी? रेकर्डेड भिडियोको लागि 3000 रुपैयाँ, अहिले 4000 रुपैयाँको 3000 रुपैयाँ तपाईहरुले भुक्तानी गर्नुपर्ने हुन्छ। 3000 रुपैयाँ भुक्तानी गरेका साथीहरुलाई हामी यो सबै प्याकेजमा सहभागी गराउँछौं। जुमको मात्र छुट्टै भने त्यसरी हामीले दिएका छैनौं। तपाईहरुले रेकर्डेड भिडियो क्लास पढ्ने हो, जुमको क्लास निशुल्क प्राप्त गर्न सक्नुहुन्छ है। ल अरु के छ?
तपाईँहरूको जिज्ञासा भने राख्न सक्नुहुन्छ। अझै पनि धेरै साथीहरू बस्नु भएको छ, केही छ राखिदिनुहोस् त। केही छ तपाईँहरूको? त्यो फर्म भरिदिनु होला, तपाईँलाई लिङ्क राखिदिएको छ, तपाईँहरूले फर्म भरिदिनुहोस् र फर्म भरेको साथीहरूलाई हामी कल गर्नेछौँ है, अथवा फोन नम्बर छोडिदिनु होला, फोन नम्बर छोड्ने साथीहरूलाई हामी सम्पर्क गर्नेछौँ। हस्, आजलाई यति नै गरौँ जस्तो लाग्यो। सम्पूर्ण साथीहरूलाई पुनः एकपटक हार्दिक धन्यवाद भन्न चाहन्छु र शुभकामना पनि दिन चाहन्छु। चाँडो कक्षामा भर्ना हुनु होला र आफ्नो तयारी मजबुत बनाउनु होला है। विनुता राईजीले पनि फोन नम्बर छोड्नु भएको छ। विनुता राईजीले पनि फोन नम्बर छोड्नु भएको छ। ल, महेन्द्र खनालजीले पनि फोन नम्बर छोड्नु भएको छ। रोशन शर्माले पनि फोन नम्बर छोड्नु भएको छ। राकेश गुप्ताजीले पनि फोन नम्बर छोड्नु भएको छ। अप्पो ए फोर्स कति हो 7ले पनि फोन नम्बर छोड्नु भएको। तपाईँलाई कल आउँछ है साथीहरू, कल आउँछ अनि पेमेन्ट गर्नु होला। 3000 रुपियाँ मात्रै पेमेन्ट गर्नुहोस् अहिले है, 3000 मात्रै पेमेन्ट गर्नुहोस् अनि तपाईँहरू कक्षामा सहभागी हुनुहोस्। ल, मैले क्लास जोइन गर्न पाउँछु कि? पाउनुहुन्छ। भिडियो क्लास लिनु भएको छ विनुता राईजी। ओके, रेकर्डेड भिडियो क्लास लिनु भएको छ। जुमको क्लास तपाईँले प्राप्त गर्न सकिहाल्नुहुन्छ नि। क्लास कहिलेबाट सुरु हुन्छ सर? क्लास भोलिबाट है। अलिकति हामी तीव्र रूपमा क्लासेसहरू अगाडि बढाउँछौँ। रेकर्डेड भिडियो त यहाँहरूले जुनसुकै बेला पनि पढ्न पाउनुभयो। जुमको क्लास चाहिँ हामी भोलिबाट सुरु गर्छौँ। ल, ल, भर्ना भएका साथीहरूलाई जुम आइडी र पासवर्ड मोबाइलमा मेसेज आउँछ है। पेमेन्ट पनि भोलि, पेमेन्ट त अहिले पनि गर्न सक्नुभयो। सुशीला पौडेलजी अहिले पेमेन्ट गर्न सक्नुभयो। अहिले पेमेन्ट गर्नु भने अहिले सबै भिडियो क्लास पाउनुहुन्छ, अहिलेबाट पढ्न पाउनुभयो क्या, अहिलेबाट पढ्न सक्नुहुन्छ। अब पढ्ने हो भने भोलितिर पनि एउटै कुरा, अहिलेतिर पनि एउटै कुरा। अहिले तिर्नुहोस्, 1 घन्टा भए पनि बढी पढ्नुहुन्छ अरूभन्दा, होइन र? त्यही गरौँ है। एनोनिमस एटेन्डी भन्नेले पनि फोन नम्बर छोड्नु भएको रहेछ। मलाई कल आउँछ है त। हस्, सम्पूर्ण साथीहरूलाई पुनः एकपल्ट हार्दिक धन्यवाद। नमस्कार, शुभरात्रि। आजलाई यति नै है त। सन्दीपजी बन्द गरिदिनुहोस् है।